यहाँ जोडिनुभएका सबै साथीहरूलाई नमस्कार छ। यो योगी नरहरिनाथ अध्ययन केन्द्रको आयोजनामा अहिले इतिहास संवाद भनेर हामीले एपिसोड अहिले 2 पुगेका छौँ। आज हामी यो इतिहास संवाद हामीले किन सुरु गर्नु पर्यो भन्दाखेरि अहिलेको वर्तमान हरेक चिजको हरेक विषयको वर्तमान त प्राय सबैले जानकारी नै छ, तर त्यसको इतिहास के हो भन्ने कुरा कमैले जानकारी हुन्छ। सकेसम्म हामीले संवाद गरिसकेपछि कुराकानी गर्न थालिसकेपछि केही विषयमा छलफल गर्न थालेपछि त्यसको इतिहासको बारेमा चाहिँ जानकारी होस् भन्ने उद्देश्यले इतिहासदेखि अहिलेको वर्तमानसम्मको स्थिति परिस्थितिको बारेमा अलिकति जानकारी हुने गरी इतिहास संवाद अब प्रत्येक शुक्रबार साँझ विभिन्न विषयमा संवाद गर्नुपर्छ र विभिन्न विषयमा बौद्धिक पात्रका अनुभवहरू चाहिँ अब हामीले सेयर गर्नुपर्छ। ती कुराहरू हामी युवा माझमा पुग्नुपर्छ भन्ने सोचले चाहिँ अहिले सुरु गरिएको हो। आजको यस कार्यक्रमका वक्ता आनन्द गोपाल रिसाल सर आइसक्नु भएको छ र अर्को वक्ता योगेश्वरी मिनाजी म एकैछिनमा घरमा पुगेको छु, म एकैछिनमा जोइन हुन्छु भन्नुभएको छ उहाँले। र दुवै वक्ता साथीहरूलाई म स्वागत गर्न चाहन्छु। आजको अघिल्लो हप्ताको हाम्रो एपिसोडमा पहिलो इतिहास संवाद कार्यक्रममा चाहिँ हामीले इतिहासको महत्त्व के हो र इतिहास हामीले किन बुझ्नुपर्छ, इतिहाससँग योगी नरहरिनाथको योगदान कस्तो रहेको थियो भन्ने बारेमा हामीले राजाराम सुवेदी सरसँग हामीले संवाद गरेका थियौँ भने आज हामी योग भनेको के हो, योगासन भनेको के हो, प्राणायाम भनेको के हो, ध्यान भनेको के हो, यस्तै कुरामा साँच्चीकै हामीले योगसँग चाहिँ हामी सबै प्रेमी छौँ, सबै जानकार छौँ, तर साँच्चीकै योग कसरी गरिन्छ, योग कुन बेला गरिन्छ, योगको भूमिका के हो, योगको महत्त्व कति छ भन्ने बारेमा हामीले कमै जानकारी भएको हुनाले धेरै जानकारी भएका पात्र जो जीवनै बिताउनु भएको छ, जो जीवनै सुम्पिनु भएको छ, उहाँका ती अमूल्य अनुभवहरू चाहिँ सुन्नको लागि आजको यो अवसर सिर्जना गराइएको हो। योगी नरहरिनाथले त्यति धेरै कुराहरू कण्ठस्थ हुँदा पनि म जीवनभर मैले सिक्नुपर्ने धेरै कुराहरू छुट्यो, धेरै कुराहरू छ, म त आजीवनमा विद्यार्थी हुँ है, म आजीवनमा विद्यार्थी नै भन्नु मलाई भनेर जानुभयो भने हामी सिक्नको लागि हामीसँग केही कुरा अझै हामी सिक्न पाएका छैनौँ। त्यो सिक्नको लागि चाहिँ हामी यस्तै संवादहरू छलफलहरू एक अर्कासँग सिक्ने र सिकाउने माध्यम मार्फत अगाडि बढ्न खोजेको हुनाले आज योगको बारेमा, योगको साँच्चीकै भूमिका, योगको बारेमा जानकारी गराइदिनको लागि आज अनन्त गोपाल सरलाई चाहिँ साँच्चीकै योग भनेको के हो, योगले हामीले कसरी अगाडि बढाउन सकिन्छ, योगबाट हामीले के सिक्न सकिन्छ भन्ने कुरा राखिदिनलाई म अनुरोध गर्न चाहन्छु। नमस्कार गोविन्दजी, सुनिन्छ है? ल ओम, अलिकति यसो मन्त्रोच्चारण गरौँ। शान्ति शान्ति शान्ति। अब दैनिक जीवनमा योग किन आवश्यक छ भन्ने कुरामा चाहिँ अब योग भन्दा पहिले के हो त? योगको पहिले परिभाषा नै बुझ्दाखेरि योग भनेको जोडिनु हो। योग भनेको कसरी जोडिनु भन्दाखेरि कुनै पनि क्रिया, कुनै पनि कामहरू गर्यौँ भने त्यो कर्म मात्रै हुन गयो, क्रिया मात्रै हुन गयो, कुनै एक्सन मात्रै हुन गयो होइन। तर योगमा चाहिँ परमात्मासँग जोडियो, त्यो अलिकति हायर पर्पसमा जोडियो, कुनै कम्प्यासनेट संसारको कुनै उद्धारको लागि जोडियो, कुनै राम्रो पर्पसको लागि जोडियो भने चाहिँ त्यो योग भनेको त्यो मिलन हो। त्यो मिलन चाहिँ परमात्मासँगको मिलन, त्यो कुनै राम्रो कामको लागि मिलन, त्यसलाई नै योग भनिन्छ। अब त्यसलाई चाहिँ अहिले आधुनिक परिभाषामा हेर्दाखेरि चाहिँ यो किन आवश्यक छ भन्दा र यो चाहिँ आध्यात्मिक हिसाबले यो मुख्य हामीले पाउन खोजेको के हो, हाम्रो होल पर्पस अफ लाइफ, जीवनको उद्देश्य के हो भन्दाखेरि चाहिँ यो आध्यात्मिक जीवन पनि हो। हामीले कहाँ जानु छ, कसरी आयौँ, यी कुराहरू बिस्तारै छर्लङ्ग हुँदै जान्छ योगको राम्रो अभ्यास गरिएको छ भने होइन। त्यसरी अब योगका विभिन्न अङ्गहरू छन्। पहिले योगले तनाव निकाल्छ, यसले अशान्ति, भित्रका कुनै कलुषित भावनाहरू छ भने त्यसलाई निकालिदिन्छ। यसले शरीरका विभिन्न रोगहरू पनि हुन्छन्, जस्तो मांसपेशी यो दर्द हुने होइन, यो पाचन समस्या भएको छ भने, यसले रक्तचाप आदि यस्ता रोगहरू छन् भने पनि यसले कम गर्न मद्दत गर्छ। भनेपछि यसले एकाग्रता पनि दिने भयो। यसले एकाग्रता बढाउँदै यसले आधुनिक जीवनशैलीलाई पनि व्यस्त, यो जुन आजकलको त्यो ऱ्याट रेस भन्छन्, त्यो मुसा दौड भन्छन् अङ्ग्रेजीमा, यो चाहिँ जीवनशैलीलाई व्यस्ततालाई पनि यसले सन्तुलित बनाउँछ भनेपछि
योगले सम्पूर्ण सर्वाङ्गीण रूपबाट यसले सहयोग पुर्याउँछ। अब कुन बेला गरिन्छ योग भन्दाखेरि योग भनेको जुन बेला पनि गर्न सकिन्छ, जुनै वखत पनि गर्न सकिन्छ। जस्तो के गर्दाखेरि कुनै पनि क्रियासँग मैले भने नि कुनै पनि क्रियालाई यहाँहरूले राम्रो हायर पर्पसको लागि कुनै राम्रोको लागि गर्नुभयो भने त्यो योग भइहाल्यो। अब किसानले खेती राम्रोसँग गरिरहेको छ भने योग भयो। आमाहरूले घरमा भान्सामा राम्रो तयार गर्नुभएको छ भने खानेकुरा बनाउँदाखेरि कसै पर्पसको लागि राम्रो यिनीहरूलाई भगवानको अतिथिलाई मैले बनाउँदैछु अथवा मैले मेरा सन्तानहरूलाई बनाउँदैछु खानेकुरा भनेर बनायो भने त्यो पनि योग भयो होइन। भनेपछि योग भनेको त सम्पूर्ण कुराहरूलाई, जस्तो हामीले योगको अहिले उदाहरण हेर्दाखेरि जस्तो भगवान कृष्णले अर्जुनलाई जुन योग दिनुभयो, जुन एउटा ज्ञान दिनुभयो, त्यो पनि अब लडाइँ क्षेत्रमा दिनुभएको छ भनेपछि यी पनि योगका भए, योगका अवयवहरू भए होइन। कहाँ कहाँ गर्न सकिन्छ त भन्दाखेरि त्यसैले यस्तो कुराहरू यहाँले यो अध्ययन केन्द्र स्वामी योगी नरहरिनाथजीको अध्ययन केन्द्रबाट सुरु गर्नुभएको छ। यो अति सराहनीय छ। अब म चाहिँ योगको संयोजक हुँ। अहिले काठमाडौँ विश्वविद्यालयमा हाम्रो 4 वर्ष जति भयो सुरु गरेको योगको झन्डै 100 जना विद्यार्थीहरू जति छन्। अब यसलाई चाहिँ अब अहिलेको आधुनिक परिभाषामा हेर्दाखेरि चाहिँ योग भनेको अब अहिले खेलकुद पनि भएको छ होइन, यो त अब पढाइ पनि भएको छ, शिक्षा पनि हो। योग भनेको शिक्षा पनि हो, योग भनेको खेलकुद पनि हो, शारीरिक तन्दुरुस्तीता पनि हो र आध्यात्मिक जुन ज्ञान योग भनेको दर्शन पनि हो, जुन दर्शनले यहाँहरूलाई छर्लङ्ग गराइदिन्छ। कुन दर्शनले, यो दर्शनले हामीले के खोजेको हो, जीवनको पर्पस के हो, यो पनि छर्लङ्ग गराइदिन्छ। भनेपछि योग भनेको एउटा शारीरिक तन्दुरुस्तीलाई पनि हो, मानिसले एकदम आनन्द आफूले गरेका कुराहरूमा सन्तुलित भएर पूर्ण त्यो गिल्टी कन्सियसनेस नभइकन मैले गरेका कुराहरू राम्रो भइरहेको छ, समाजलाई मैले कन्ट्रिब्युट गरिरहेको छु, मैले मेरो परिवारलाई गरिरहेको छु, मैले मेरो नयाँ युवा राष्ट्रलाई गरिरहेको छु, विश्वलाई गरिरहेको छु भनेर यसरी लिनु नै एक किसिमले योग हो। यो भनेपछि समन्वय गरेर योगलाई अब विभिन्न प्रकारका योगहरू छन्, त्यो पछि बिस्तारै म आज बताउँदै जानेछु। अहिलेलाई यो किन आवश्यक छ भन्दाखेरि यी कारणहरूले योगहरू आवश्यक छ भन्ने मेरो सानो राय। यो नेपालमा योगको परम्परा कहिलेदेखि सुरु हो र यसको इतिहास के होला गुरु? अब परम्परै भन्दाखेरि चाहिँ अब यो हाम्रो पहिले सृष्टिको परम्परा के भन्ने हो होइन। जस्तो अब कुन प्रकारले हेर्ने भन्ने हो, दर्शन शास्त्रलाई हामीले आधार लिनुपर्छ। हामीले कसैले भनेको आधार कुनै एउटा व्यक्तिको भन्दा पनि अब हामीले समष्टि रूपमा चाहिँ परम्परागत हामीले शास्त्रीय आधार, यसलाई चाहिँ त्यो साइटेसन्स भन्छन् अथवा रेफरेन्स चाहिँ हामीले शास्त्रीय हुनुपर्छ। त्यसैले श्रोत्रीय हुनुपर्छ, शास्त्रीय हुनुपर्छ। त्यो भनेको जस्तो अब नरनाथ योगी नरनाथको जति शास्त्रहरू छन् होइन, पढेका लेखिएका कुराहरू छन्, यी भनेको हाम्रो शास्त्र भए। यी भनेको यसको सोर्स भनेको चाहिँ फेरि वेद भयो होइन। अब परम्परागत हेर्दाखेरि, परम्परागत हामीले कुराहरू लिँदाखेरि चाहिँ योगका विभिन्न पक्षहरू छन्। अब कुनै योगहरू कर्मको लागि प्रयोग भएका छन्, कुनै भक्तिको लागि छन्, कुनै ज्ञानको लागि छन्, कुनै ध्यानको लागि छन्। यस्तै जस्तो योग भन्दाखेरि चाहिँ भगवान शिवजीले पार्वतीलाई पनि भन्नुभएका पनि योगहरू छन्। भगवान रामले लक्ष्मणलाई भन्नुभएको पौराणिक कालदेखि हेर्ने हो भने परम्परा त अब हजारौँ वर्षको अगाडिदेखिको छ होइन। तर नेपालको त्यो पनि फेरि अब यो योग भूमि हो, तपोभूमि हो, पुण्य भूमि हो होइन। जस्तो यता स्वामी योगीहरूले भ्रमण गर्ने यो हिमवत खण्डकै यो चाहिँ इतिहास भएको भएर यो त हाम्रो न्यारेटिभ्स भन्छन् क्या। नेपालको भाष्य भनेकै यो भाष्य धर्म हो, यसको संस्कार हो, संस्कृति हो, हरेक चिजहरू त्यो अहिलेसम्म पनि मेटिएका छैन। जस्तो त्यो ठाउँ ठाउँमा कति ठाउँहरू छन् जहाँ पुण्य ऋषिहरूले तपस्या गरे, त्यहाँ काव्यहरू कृतिहरू गरे। त्यसैले यी परम्पराको हिसाबले हेर्ने हो भने यो हजारौँ वर्ष पुरानो हो होइन। अब कुनको संवाद भन्ने कुरा आयो, अनि जहिले पनि यो प्रश्नोत्तर संवाद भएका छन्। हाम्रो शास्त्रहरू प्रायः जसो प्रश्नोत्तर उसमा छन्, उपनिषदहरू भनौँ। तर वेदलाई हामीले सार मान्ने हो भने चाहिँ वेदको अब 1 लाख श्लोकको वेद छन् होइन, 1 लाख ऋचाहरू छन् भने त्यसमा कसरी डिभाइड गरिएको छ भने 80,000 कर्मकाण्डसँग सम्बन्धित छ। 1 लाखको 80,000 कर्मकाण्डसँग छ, अनि 16,000 भक्तिकाण्ड छ। जस्तो त्यसो उपासना काण्ड छ, कसलाई मान्ने, कस्तोलाई भनौँ न, योग गर्दाखेरि पनि अथवा वेदका कुराहरू ऋचाहरू पढ्दाखेरि पनि कुनलाई इन्भोक गर्ने, कुन चाहिँ देवतालाई, कुन चाहिँलाई गर्ने भनेर
यसरी प्रक्रियाहरू बताएको छ भने अब 4000 श्लोक चाहिँ 4000 चाहिँ ज्ञानसँग सम्बन्धित छ, जुन चाहिँलाई हामी वेदान्त भन्छौँ अथवा उपनिषद भन्छौँ होइन। यी कुराहरू भनेको चाहिँ यसमा कसरी सक्छ योग भन्दाखेरि फेरि सबै योगसँग सम्बन्धित छन् है। कर्मसँग कर्म हामीले कुनै पनि कार्य गर्छौँ भने त्यो के को लागि गर्ने त भन्दाखेरि कुनै निस्वार्थ कामहरू, जस्तो आमा बाबुहरूले छोराछोरीहरूलाई गर्ने भनेको त्यो निस्वार्थ कर्म, निस्वार्थ कामले गरेको छ भने त्यो कर्मयोग भयो। अब कसैको पनि इन्भोक गरेको छ, कुनै पनि देवताहरूलाई मानिएको छ भने त्यो भक्ति योग भयो भने, ध्यान सम्बन्धी यी कुराहरूलाई ध्यान योग राजयोग भनिन्छ भने, अब ज्ञानको लागि वेदान्त अथवा कुनै पनि दर्शनशास्त्रको ईश्वरको आत्माको र यो सबै कुराहरू बुझ्नलाई चाहिँ बताइएको जुन ज्ञान छ त्यसलाई चाहिँ ज्ञान योग भनिन्छ। योगहरू चाहिँ विभिन्न प्रकारले विभिन्न समयमा यो योगको उत्पत्ति नै यो भारतवर्ष भनौँ, त्यसमा पनि अब हिमवत खण्ड भनेको भारतवर्षको शिर हो। यो शिर भनेको यहाँ ऋषिमुनिहरूले जुन तपस्या गरेर योगको साधना गरेर विभिन्न ग्रन्थहरू निकालिएको ठाउँ हो। यो उपमहाद्वीप, भारतीय उपमहाद्वीपको पनि यो हिमवत खण्ड जुन अब हाम्रो शिर नेपालको हिमवत खण्ड छ, यो चाहिँ तपस्या योग्य यो हिमालय क्षेत्र हो। र ती जाँदाखेरि चाहिँ जस्तो भारतबाट पनि धेरै योगीहरू माथि नेपालमा, नेपालका हिमवतमा आउँदाखेरि काठमाडौँ उपत्यकालाई पनि कतिले बनाए, कतिले तान्त्रिकहरू परम्पराहरू यो योगसँग जोडियो भने चाहिँ यी त हाम्रो भनौँ अंश रगतमा बसिएको हाम्रो संस्कारमा डिएनएमा भएको कुरै हाम्रो त्यो भाष्य होइन। त्यसैले यो सबै सम्पूर्ण प्रकारले जोडिएको छ। अब ऐतिहासिक प्रमाणहरू हेर्दाखेरि पशुपतिनाथ मन्दिरहरू भनौँ होइन, स्वयम्भू बौद्ध विहारहरू भनौँ, यस्ता लिच्छवी कालदेखिको योग र तान्त्रिक विधाहरू भनौँ, यी सबै हाम्रो अभ्यासको केन्द्र भन्नेकै नेपाल हो। यो म्यानहट्टनमा पाइँदैन, यो जापानमा पाइँदैन, यो इभन इन्डियामा पनि धेरै भारतका मूल ठाउँमा पनि अब अहिले एकदम कमर्सियलाइज भइसक्यो। जुन चाहिँ नेपालमा चाहिँ त्यो अथेन्टिक योगहरू चाहिँ अहिलेसम्म पनि छँदैछन्। त्यो पौराणिक कालदेखि त्यो ऐतिहासिक प्रमाणित पनि छन् र मध्यकालीन जुन नेपालमा योगीहरू, योगी नरेन्द्रनाथ भनौँ, मध्यकालीन नेपालको गोरखनाथ भनौँ होइन, अब गोरखनाथको अब यो गर्ने साधना स्थलहरू भनौँ, जस्तो अब स्वयम्भू बौद्धनाथ, यो गुफाहरूको साधना स्थलहरू, जस्तो माथि अस्ति मात्र म त्यो 1 महिना जति अगाडि मुस्ताङको कागबेनी भन्दा माथि म पुगेको थिएँ। त्यो माथि कोरल उसमा चाइनाको बोर्डरमा त्यहाँ गुफाहरू छन्। त्यहाँ भनेपछि बौद्ध भिक्षुहरूले, साधना गर्नेहरूले त्यसरी गुफा बनाएर बसेका छन्। त्यसैले योगको लागि भनेको प्रामाणिक ठाउँै नेपाल हो। यो चाहिँ हामीले उजागर गर्नुपर्छ, हाम्रो युवाहरूले बुझ्नुपर्छ। योगीहरूका गरेका त्यत्रो तपस्याको साधना फलहरू चाहिँ हामीले त्यही संसारले चिनाउनलाई पनि पहिले आफै चिन्नु पर्यो, अनि संसारमा चिनाउन पनि हामीले चाहिँ यो सिद्धहरूले गरेको यो जुन योगिक साधना स्थलको त्यो चाहिँ हामीले प्रवर्धन गर्ने हाम्रो पनि दायित्व हो। यो योगको पिता अथवा योगको रचयिता यो महर्षि पतञ्जलिले जान्छ। यो पतञ्जलिको योग कस्तो हो? अब त्यही भने विभिन्न प्रकारका योगहरू साधनाहरू भनौँ न, अब ज्ञानतिर हो कि हठयोगतिर हो कि होइन, यो विभिन्न प्रकारका छन् क्या। यो भनौँ न एक किसिमले हाम्रो मोटामोटी यो नियमित होइन, यो योगको यो शरीरले मनमा कसरी चाहिँ यसले फाइदा दिन्छ भन्दाखेरि विभिन्न योगीहरूले विभिन्न प्रकारका शास्त्रहरू, ग्रन्थहरू बनाए, सूत्रहरू बनाए होइन। त्यो सूत्रहरू जस्तो अब हामीले शरीरलाई नै केन्द्रित गऱ्यौँ, शारीरिक फाइदा योगकै फाइदाहरू है। यो शारीरिक फाइदाहरू पनि जस्तो मांसपेशीहरू, यो हड्डीहरू मजबुत गराउनलाई पनि योग गरिन्छ, फ्लेक्सिबल बनाउनलाई होइन। अब यो लचकता, सन्तुलन, अब अहिले त्यो कुराहरू त हाम्रो योगेश्वरी मिनाजीले राम्रोसँग बताउनुहुन्छ। उहाँ त अन्तर्राष्ट्रिय योगमै गइसक्नु भएको होइन। यो त अन्तर्राष्ट्रिय क्षेत्रमै यो व्यापक भइसकेको छ। यो त अब ओलम्पिकमै पनि आउँदैछ योगहरू भन्ने छ होइन। 2025 करिब 30 अब यसले रोग प्रतिरोधात्मक पनि हुन्छ होइन। यसो क्षमता बढाउँछ, पाचन तन्त्रहरू बढाउँछ। यो शारीरिक पक्ष हो भने अब योग सूत्रले होइन, पतञ्जलिको योग सूत्रहरूको हेर्ने हो भने चाहिँ यिनीहरूले के अब बताउँदाखेरि चाहिँ कस्तो हुन्छ भने अब शाखाहरू भनौँ न, अहिले योगका शाखाहरूको कुराहरू गर्दाखेरि शारीरिक आसनहरू, प्राणायामहरू, अब अष्टाङ्ग योगको चाहिँ सूत्रबद्ध नै एकदम क्लियरली 555 श्लोकहरूमा यी चाहिँ हाम्रो योग सूत्र होइन, जुन पतञ्जलिले बनाउनु भयो, जुन हाम्रो
अझ भन्छौँ नेपालमै पतञ्जलिको पनि उहाँले यो व्याकरण पनि पाणिनि व्याकरण पनि गर्नुभयो, व्याकरण पनि गर्नुभयो उहाँले संस्कृतको। त्यस्तै योगका पनि सूत्रहरू उहाँले सजिलोसँग बनाइदिनु भयो। सजिलो भन्दाखेरि के भने त्यसको नियमहरू हुन्छ, कुन कहिलेदेखि पढ्ने, यो कुनै हाँगाहरू जस्तो हो क्या, यो कुनै पनि अथवा अष्टाङ्ग योग भन्ने छ जस्तो। अब भन्दाखेरि अब आसन होइन, प्राणायाम, अब त्यो धारणा ध्यान समाधिसम्म यो 8वटा अङ्गहरू छन्। यी अङ्गहरू चाहिँ पतञ्जलिले क्रमबद्ध रूपमा शास्त्रबद्ध रूपमा अथासो अर्थात् योगानुशासनम भन्नु हो पहिलो सूत्रमा। भने अब योगको हामी जब इच्छा भइसक्यो योग गर्ने भने इच्छा लाग्यो भने त्यसको अनुशासनमा बसेर गर्नुपर्छ है भनेर पहिले त्यसरी नै सुरु गर्नु होइन। अब यसरी नै बिस्तारै उहाँले गर्दा गर्दा यो चाहिँ पतञ्जलिको जस्तो शारीरिक आसनहरूको प्राणायामको कुराहरू आउँछन्, शुद्धि क्रियाहरूमा सिद्धिको कुराहरू आउँछन्। अनि यसैलाई नै फेरि गोरखनाथ अब यतापट्टि अब हठयोग प्रतिपिका निक्लियो होइन। भनेपछि यसले चाहिँ शारीरिक र मानसिक पनि राजयोगद्वारा चाहिँ, अथवा यसलाई राजयोग पनि भनिन्छ। अब गीतातिरबाट हेऱ्यो भने त्यो भगवान कृष्णले अर्जुनलाई भनेका भने यी सबै योगहरू हुन्। यसमा त झन् 18वटा योग छन्, हरेक अध्यायमा एउटा योग छन्। भनेपछि साइकोलोजिकली पनि मानसिक नियन्त्रणको लागि पनि ध्यान, मानसिक नियन्त्रणबाट पनि योग सूत्र अनुसार अब अष्टाङ्ग योगहरूको ती विस्तृत यम नियम होइन। यम पनि अब यम भने के हो, कसरी नियममा बस्नुपर्छ, खालि शारीरिक मात्रै कुरा पनि होइन कि तपाईँहरू पहिले त योग भन्ने नै बुझ्नु पर्यो नि, यसको नियम के छ, यम भने के हो, कसरी चाहिँ बाह्य अन्तरङ्ग योगहरू छन्, बहिरङ्ग योगहरू छन्। बाहिर आफ्नो शरीरलाई ठिक पार्ने पनि एउटा हुन्छ, अर्को चाहिँ अन्तरङ्ग हाम्रो भित्रका मनका कलुषित भावनाहरूलाई साक्षी दृष्टिले हेर्ने नदिने, अथवा आए पनि तटस्थ भएर हेर्ने, त्यसबाट आफू प्रभावित नहुने, साक्षी रूपले हेर्ने, यस्ता नियमहरू बिस्तारै धेरै छन्। त्यो कुरालाई नै पतञ्जलिले पनि त्यसै सार सूत्र वेदका अथवा यी हाम्रा भैरव तन्त्र योगहरू छन्, भगवान शिवजीले पार्वतीलाई दिनुभएका यस्ता योगहरूलाई चाहिँ उहाँले। अनि अब भक्ति योग भन्यो, अब अलि कुण्डलिनी योग भन्छन्, कुण्डलिनी जगाउने शरीरलाई चाहिँ विभिन्न प्रकारका क्षेत्रहरू छन्, यी अङ्गमा भएका ऊर्जाहरूलाई ती कुण्डलीलाई जगाएर मन्त्रको प्रयोग गरेर ती मन्त्रले ती अङ्गहरूलाई पनि एउटा जगाउने, त्यस्ता कुराहरू पनि प्रयोग भएका छन्। अनि यसमा चाहिँ अब यम नियम अहिले पतञ्जलिलाई नै हामीले सार मान्ने हो, योगको सूत्रधार मान्ने हो भने चाहिँ यम नियम छ, अनि आसन छ, प्राणायाम छ होइन। प्राणायाम अनि त्यसपछि अब धारणा ध्यान समाधि छ होइन। त्यो हजुर, म गुरुजीलाई केही प्रश्न गर्नको लागि चाहिँ के अनुमति चाहन्छु। महन्त गुरुप्रति नमस्कार नमन गरी र मैले एउटा प्रश्न गर्न खोजेको, योग र ध्यानको केन्द्र भनेको नेपाल हो। एक दिन नेपालले चाहिँ विश्वलाई लिड गर्छ, योग र ध्यानमा नेपाल नै जननी हो भनेको छ होइन। त्यो कुरो हजुरले केही यसको बारेमा भन्ने अलिकति प्रश्न हुन्थ्यो हामी भन्ने प्रकार। ठिक छ। अब त्यही भने अब अहिले जुन हामीले वेदका कुराहरू गऱ्यौँ होइन, शास्त्रका कुराहरू गऱ्यौँ, यो वेदका कुराहरू गऱ्यौँ, यो भने त प्राचीन कुरा हो नि त। लिड गर्न सक्छ भन्ने एउटा अवधारणामा शिक्षा मन्त्रालय हो, श्रम मन्त्रालय हो, गृह मन्त्रालय, यिनीहरू त बुझ्नु पर्यो नि होइन। यिनीहरूले त्यो यसको भाष्य त बुझ्यो भने मात्रै भयो, अनि राज्यमा त्यसको लगानी हुन्छ नि त। अब अहिले लगानी भनेको जम्मा एक दिनको योगको दिन भन्छन्, अब जुन 21 असार 7 छ। म हिजो मात्रै शिक्षा मन्त्रालय र हाम्रो के उसमा भेट भएको थियो हाम्रो मन्त्रीहरूज्यूसँग। तर के भने अब त्यो एक दिनको लागि त्यति मात्रै छ क्या, त्यति भएर पुग्दैन। कमजोर सुरुवात छ, एक दिन त भयो, तर योग भनेको त यो त 365, यो त 365 दिन र त्यो हरेक दिन हुनुपर्ने कुराहरू हो नि त। यो त राज्यले लगानी गर्नुपर्ने कुरामा जब लगानी नै छैन भने त्यसबाट गुरुहरू कसरी निक्लिन्छन् अहिले त। तर हाम्रो त्यो थियो त, विरासत त थियो, गुरुहरू हुनुहुन्छ यत्रो। हाम्रो जिएसपिएसएसकै भन्नु आएन यहाँले होइन, उहाँले त अब अस्ट्रेलियामा आफ्नो प्रकारले गरिरहनु भएको छ, एउटा त्यो पद त उहाँले पाउनु भएको छ नि। त्यसै अब यतापट्टि हाम्रो एमआईयुको कुरा गरौँ, महर्षि इन्टरनेसनल युनिभर्सिटी महेश योगी नेपालमा आउँदाखेरि आजभन्दा 40 वर्ष अगाडि उहाँले यो गुरु राष्ट्र हुनुपर्ने हो नेपाल भनेर, किन यहाँको अथेन्टिसिटी अहिलेसम्म बिग्रेको छैन। यहाँको अझ सान्दर्भिकता, यहाँको अझ नेपालीहरूको जुन योगमा लगाव छ नि, अथवा त्यो एउटा ठाउँले नै एउटा दिने जुन छ, त्यो
त्यो बिग्रिसकेको छैन। त्यसैले यसलाई चाहिँ हामीले अझै उजागर गर्यौँ। गाउँ गाउँमा, बस्ती बस्तीमा यो योगका साधनाहरू, यसका भनौँ न सबै अवयवहरू सिक्यौँ भने, पढ्यौँ भने यो हामीमा क्षमता छ है। नरहरिनाथ भनौँ होइन, उहाँले बनाएका शास्त्रहरू नै कमसेकम 3000-4000 छन् भने अहिले जम्मा भनौँ न अहिले छापिएका भनेको जम्मा 50वटा होला, 100वटा होला। अब ती सबै हराइसक्यो भनेपछि उहाँले गरेका कुराहरू खोजी गर्नु पर्यो, अनुसन्धान केन्द्रमा गएर पढ्ने वातावरण बनाउनु पर्यो पहिलो कुरा होइन। यसलाई नै अब राज्यले हाम्रो आफ्नो सम्पत्ति हो भनेर यहाँका योगीहरूलाई त हाम्रो सम्पत्ति हो भनेर बुझ्नु पर्यो नि। अब अहिले हेर्नुहोस् त हाम्रो 36-37वटा भारत मूलका अथवा बाहिर मूलका पनि योगीहरू आउँछन् यहाँ होइन। एउटा कमर्सियलाइजेसन भइसकेको छ क्या। त्यो अथेन्टिकेसन भन्दा पनि कमर्सियलाइज भयो। योगलाई, ध्यानलाई, ज्ञानलाई कमर्सियलाइज गरेपछि मेरै गुरु मै हो गुरु मको आऊ भनेर पढाउनु भन्दा हामीले चाहिँ विज्ञानलाई आधार मानेर अहिले काठमाडौँ युनिभर्सिटीले विज्ञानलाई आधार मानेर स्वास्थ्य होइन अथवा स्कुल अफ मेडिकल साइन्सेस, स्कुल अफ आर्ट्स यसरी एजुकेसनबाट पनि लानुपर्छ भनेर अब यहाँहरूलाई स्वागत छ। रोकेर र सबै साथीहरूले यहाँ आफ्नो आफ्नो जिज्ञासाहरू राख्नुहुनेछ, एकछिन पछि राख्नुहुनेछ। ल अहिले मलाई अर्को वक्ता हुनुहुन्छ हामीसँग मिनाजी। अब मिनाजीले यो योगमा कहिलेदेखि सुरुवात गर्नुभयो र साँच्चीकै योगमा तपाईँले जीवन देखेर जुन अगाडि बढ्नु भएको छ, हजुरको त्यो अमूल्य अनुभवहरू सेयरिङ गर्नको लागि म हजुरलाई स्वागत गर्न चाहन्छु। ओके, सम्पूर्णमा नमो नमः। आवाज आएको छ? आएको छ। आवाज आएको। ओके, सम्पूर्णमा नमो नमः प्रणाम गर्न चाहन्छु। हाम्रो आदरणीय सरलाई देखिरहेको छु, हाम्रो काठमाडौँ युनिभर्सिटीको योग विज्ञानको कार्यक्रम संयोजक अनन्त रिजाल गुरु लगायत यहाँ सम्पूर्ण आदरणीय व्यक्तित्व हुनुहुन्छ, सम्पूर्णमा नमन गर्न चाहन्छु। अनि गोविन्दजीले सोधेको छन् मेरो योग जीवन कहिलेबाट सुरु भयो भन्ने थियो होइन। म सर्वप्रथम त म एक स्टुडेन्ट नै हो, विद्यार्थी हुँ। योग सिक्दैछु र सिकाउँदै भन्दा पनि म आफूले जानेको कुरा सेयर गर्दैछु भन्न चाहन्छु। त्यही क्रममा हामी आज जोडिएका छौँ। सिकाउने भन्दा पनि मैले अहिलेसम्म जे जाने त्यही अहिले सेयर गर्दै आइरहेको छु अहिलेसम्म। र आज पनि म त्यस्तो दक्ष एकदमै सबैमा जान्ने योगको बारेमा सबै कुरा जानिसकेको व्यक्ति होइन, सिक्दैछु र जानेको कुरा आज सेयर गर्ने कोसिस छु है त। मेरो योग जीवन चाहिँ ठ्याक्कै भन्नुपर्दा मेरो फिल्ड चाहिँ अलग छ। मैले पढेको एमबिएस गरेको छु र साथै अहिले योग पनि मास्टर्स गर्दैछु त्रिभुवन युनिभर्सिटीमा। र मेरो योग जीवन चाहिँ लगभग 2076 ठ्याक्कै गते महिना त थाहा छैन, 76 सालको हाम्रो यो कोभिड भन्दा अलि अगाडिबाट स्टार्ट गरेको, धेरै भएको पनि छैन। र अब स्टार्ट चाहिँ सुरुवात अब जस्तै त्यति बेला चाहिँ ठ्याक्क त्यो नोटिस भएको सुरुवात चाहिँ त्यति बेला हो। तर चाहिँ योग चाहिँ त्यही जिन्दगीमाथिको क्वेसनबाट सुरुवात भयो। र अब अहिले धेरैजनाले चाहिँ आसनलाई नै योग सम्झिनुहुन्छ र मलाई धेरैले चिन्ने पनि फेरि आसनबाटै हो। तर आसन मात्रै चाहिँ योग होइन भनेर म बुझाउने कोसिसमा पनि छु। अनि त्यसरी सुरुवात भयो। अब सुरुमा त मैले पनि सुरुवात गरेको आसनबाटै हो। आसन, त्यस पछाडि रेकी हिलिङ, विभिन्न हिलिङ, एनर्जी, यो ब्रह्माण्ड एनर्जी के हो त भन्ने फ्रिक्वेन्सी, यस्ता कुराहरू माथि चाहिँ मेरो जिज्ञासा हुँदै योग यात्रा चाहिँ अगाडि बढेर अहिले सिक्दै नै छु भनौँ। यो योग र योगासनमा कति फरक छ? योग र योगासनमा चाहिँ समुद्रको पानी र लोटाको पानीमा के फरक छ त्यतिकै फरक छ। त्यसरी भन्दा योग आसन चाहिँ योगको एउटा अङ्ग मात्रै हो भन्नाले जुन पतञ्जलिको कुरा आइरहेको थियो अघि हाम्रो अनन्त सरले पनि धेरै कुरा भनिसक्नु भएको छ। पतञ्जलिले चाहिँ योगको लागि योग सूत्र भनेर पतञ्जल योग सूत्र चाहिँ विकास गरेर त्यसमा अष्टाङ्ग योगको बारेमा भन्नुभएको छ, जसमा योगको 8वटा अङ्गको बारेमा व्याख्या गरिएको छ। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि, यसरी
योगको अन्तिम उद्देश्य चाहिँ समाधि हो, तर त्यसको बाटोहरू चाहिँ यिनीहरू हो भनेर चाहिँ त्यसरी विकास गर्नुभएको छ। त्यही मध्येको एउटा अङ्ग चाहिँ आसन हो, जसमा चाहिँ सुरुवाती साधकहरूले चाहिँ यम नियमबाट स्टार्ट गरेर, यम नियम भनेको चाहिँ यममा एउटा सामाजिक रुलहरू, अहिंसा, सत्य, यसरी 5वटा रुल्सहरू छ। नियममा आफ्नो सेल्फ डिसिप्लिन, स्वाध्याय, यसरी 5वटा नियम भने। अनि त्यस पछाडि आसन, अनि आसनको उद्देश्य भनेको चाहिँ फ्लेक्जिबल हुनु, स्वस्थ हुनु मात्रै होइन भनेर उहाँले भन्नुभएको छ कि स्थिर सुखम आसनम, स्थिर र सुखपूर्वक बस्न सक्ने हामी चाहिँ के हुन्छ भने हामी अहिलेको अवस्थामा के छ भने शरीर चलाउँदैनौँ, मन धेरै चलाउँछौँ र सिधै ध्यान गर्दा चाहिँ तिम्रो मन चलिराख्छ है। त्यसको लागि चाहिँ पहिला आफ्नो शरीरलाई स्थिर बनाऊ भन्ने हिसाबले चाहिँ आसनको विकास भएको पाइन्छ कि तिमी स्थिर सुखपूर्वक बस्नको लागि पहिला आसनलाई डेभलप गर भनेर चाहिँ आसनको प्र्याक्टिस भएको छ। तर पछिल्लो समयमा के भयो भने आसन विभिन्न तरिकाले गएको छ। योगलाई आसन मात्रै भनिएको छ। स्वास्थ्य ठिक छ होइन, स्वास्थ्यको हिसाबले स्वस्थ बनाउनु चाहिँ त्यो गिफ्ट जस्तो हो क्या योगको। तर त्यो उद्देश्य, मान्छेले त्यसलाई उद्देश्यको रूपमा लिए, तर उद्देश्य चाहिँ योगको अर्थात् आसनको उद्देश्य भनेको स्वस्थ हुनु मात्रै, फ्लेक्जिबल हुनु मात्रै चाहिँ होइन, स्थिर सुखपूर्वक बस्न सक्ने हुनु। स्थिर सुख आसनम भनेको सूत्रमा व्याख्या गरिएको छ। यसरी चाहिँ छ। अनि त्यसै गरी आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र योगको अन्तिम उद्देश्य चाहिँ समाधि हो भनेर यसरी व्याख्या गरिएको छ पतञ्जलि योग सूत्र अनुसार चाहिँ। अहिले हामी जस्ता हामी जस्ता युवाहरूले चाहिँ कोही शारीरिक रूपमा समस्या हुनसक्छ, कोही रोगी हुनसक्छ। अब योगले अथवा योगासनले हामीले कुन ध्यान दिनुपर्ने अथवा ख्याल गर्नुपर्ने कुरा के होला? अब यो चाहिँ एकदमै अहिलेको एउटा समस्या जस्तो पनि भइरहेको छ र एउटा मान्छेले धेरै योगलाई रुचाएको चाहिँ स्वास्थ्यमा समस्या आएरै छ कि फेरि स्वास्थ्यमा समस्या आयो। अब के गर्दा ठिक हुन्छ भन्दाखेरि योग भनेर आइएको छ। तर अब के हुन्छ भन्दाखेरि स्वास्थ्यमा समस्या भयो, जुनसुकै योग गर्दा ठिक हुने हुँदैन। त्यसमा थेरापेटिक योग हुन्छ, थेरापेटिक वेमा जानुपर्छ, जुन चाहिँ सबैले जानेको हुँदैन, सबैले सिकाउँदैन। जुन चाहिँ युनिभर्सिटीहरूको कोर्समा चाहिँ यो रोगलाई यस्तो यस्तो गर्ने भनेर छ। जस्तै काठमाडौँ युनिभर्सिटीको कोर्समा छ, त्रिभुवन युनिभर्सिटीको कोर्समा छ। यो रोगको लागि यस्तो यस्तो आसन गराउने, यस्तो प्राणायाम गराउनुपर्छ, यस्तो मुद्रा गराउनुपर्छ, यस्तो बन्द गर्नुपर्छ। र योगले गर्नै हुँदैन है, यस्तो रोग लागेको मान्छेले चाहिँ यस्तो आसन गर्नै हुँदैन भनेर पनि छ। त्यस कारणले रोग अनुसारको योग, यदि साँच्चै रोग ठिक हुन्छ नहुने होइन, 100% ठिक, योगले धेरै ठिक भएको केसहरू छ। मसँगै पनि आएर सिकेर धेरैजना ठिक भएको केसहरू छ। तर अहिलेको समयमा के छ भन्दाखेरि योगले ठिक हुन्छ। जस्तै ब्लड प्रेसर हाई छ, उसले सूर्य नमस्कार गर्यो भने चाहिँ अझ हाई गराउँछ क्या। त्यस कारणले चाहिँ योगले ठिक गर्छ भन्दैमा जे गर्दैमा ठिक हुने चाहिँ हुँदैन। त्यो कुराहरू चाहिँ ख्याल गर्नुपर्ने अहिले पछिल्लो समयमा चाहिँ त्यो पनि एकदमै इस्युको केसहरू, योग गरेको, योगले अझ चाहिँ मलाई यस्तो समस्या भयो भन्ने इस्युहरू पनि आइरहेको छ। त्यो कुराहरू चाहिँ ख्याल गरेर गर्न जरुरी छ। यो हजुरले राष्ट्रिय अन्तर्राष्ट्रिय यो योग सम्बन्धी प्रतिस्पर्धा ज्ञान गर्दै गर्दाखेरि आफ्नो अनुभव के रह्यो? मेरो चाहिँ मैले सुरुवात चाहिँ फर्स्टमा साउथ एसियन योगा च्याम्पियनसिपबाट स्टार्ट गरेको। योग आसन चाहिँ कस्तो हो भन्दाखेरि यदि जो कोही व्यक्तिले रेगुलर प्र्याक्टिस गर्छ भने चाहिँ उसको शरीर चाहिँ हामीले आसनको माध्यमबाट जस्तो पनि बनाउन सक्छौँ, जस्तो आसन पनि गर्न सक्छौँ। तर त्यसको लागि एकदमै डिसिप्लिनमा रहेर प्र्याक्टिस, खानपानको एकदमै ख्याल गरेर, अनि एकदमै त्यो प्र्याक्टिस पनि एक्सर्साइज जस्तो आसन भन्ने बित्तिकै फ्लेक्सिबिलिटी बनाउनलाई एक्सर्साइज जस्तो गरेर हुँदैन। त्यो भएको कारणले रेगुलर प्र्याक्टिस गर्दा अहिले यो गेमको रूपमा गइरहेको छ। हजुरले सोधेको क्वेसनमा मैले चाहिँ साउथ एसियन योगा च्याम्पियनसिपबाट स्टार्ट गरेको। सुरुवातबाटै म अब रेगुलर प्र्याक्टिस गरिराख्ने भएको कारणले गोल्ड मेडल नै जितेको थिएँ साउथ एसियन योगा च्याम्पियनसिपमा। त्यस पछाडि नेसनलमा पनि त्यो मिस योगी उपाधि चाहिँ एउटा हुन्छ, त्यो चाहिँ देशभरिको गर्ल्सबाट जित्यो भने मिस योगी र बोइजबाट जित्यो भने मिस्टर योगी भन्ने एउटा उपाधि छ गेमतिर।
त्यो जितेको थिएँ र भर्खरै अस्ति इन्टरनेसनल पनि गयो। यसको अनुभवमा चाहिँ कस्तो रह्यो भन्दाखेरि अहिले योगलाई खेलकुदबाट मान्छेहरूलाई अब अघि नै क्वेसन गर्दै हुनुहुन्थ्यो नि त, अब हामीले नेपालमा कसरी प्रचार गर्न सकिन्छ त, मान्छेलाई कसरी अवेर गर्न सकिन्छ भन्दाखेरि यो योग खेलकुद पनि अहिले पछिल्लो समय मान्छेहरूलाई योगको बारेमा जानकारी दिन चाहिँ एउटा प्रमुख बनेको छ। योग खेलकुदको कारणले प्रचार भइरहेको छ र त्यसमा पनि यसरी कम्पिटिसनहरू भइराख्दाखेरि चाहिँ त्यसमा पनि ध्यान दिनुपर्ने कुराहरू छ कि अब जस्तै कम्पिटिसन भइरहेछ योगको, अब जबरजस्ती जसले चाहिँ कहिले अभ्यास गरेको छैन सिधै खेलकुदमा लगेर जबरजस्ती गराउन खोज्यो भने इन्जुरीहरू आउन सक्छ। तर रेगुलर प्र्याक्टिसनरले यसरी कम्पिटिसन गर्दाखेरि एकदम त्यो राम्रो हुन्छ। अरू खेलमा जस्तै अब स्वास्थ्यको कुरा त आउने भयो नै, शारीरिक स्वास्थ्य, त्यसै गरी मानसिक रूपमा नै ऊ स्वस्थ हुने भयो। त्यसै गरी यो देशभरिमा कस्तो कस्तो योगको प्र्याक्टिसनर, योगको नभनौँ यो आसनको प्रतिस्पर्धा हो खासमा, योगको प्र्याक्टिस हुने भए त सबै खालको हुनुपर्छ भन्ने धारणा पनि छ। मेन चाहिँ योगा आसन प्रतियोगिता भन्ने आसनको कम्पिटिसन हो। आसन पनि अब कस्तो अब यत्तिकै सबैको त हुँदैन नि त, लङ टर्म प्र्याक्टिसनरहरूसँग भेट हुने, जसले चाहिँ 10 वर्ष 15 वर्ष जन्मौ कतिदेखि प्र्याक्टिस, विदेशीहरू पनि के अहिले इन्टरनेसनलमा जाँदाखेरि चाहिँ विदेशीहरू पनि योगको आसनहरूमा चाहिँ उनीहरूलाई योगको हिस्ट्रीहरू, जस्तै योगको लागि भूमि, जन्मभूमि, योगको भूमि भनेर नेपाललाई भनिन्छ अनि इन्डियालाई भनिन्छ। त्यसै गरी उनीहरूलाई योगको हिस्ट्री चाहिँ विदेशीहरूलाई थाहा छैन र पनि आसनको प्र्याक्टिसमा चाहिँ उनीहरू एकदमै अगाडि भएको पाए र यसरी पनि योगलाई प्रचार अब योग चाहिँ यसरी हिस्ट्रीको रूपमा हाम्रो साधु सन्तहरूको बारेमा, ऋषिहरूको बारेमा चाहिँ उनीहरूलाई थाहा नभए पनि, त्यो कुरा थाहा नभए पनि आसनको माध्यमबाट उनीहरूले योगको चाहिँ त्यो अनुभूति गरिराखेको त्यस्तो कुराहरू चाहिँ महसुस भयो इन्टरनेसनल रूपमा जाँदाखेरि। नेपालको प्र्याक्टिसमा पनि राम्रो राम्रो प्र्याक्टिसनरहरू, आसनको प्र्याक्टिसनरहरू हुनुहुन्छ नेपालको परिप्रेक्ष्यमा। केही साथीहरूको जिज्ञासा भए म अनुरोध गर्न चाहन्छु, नाम कसले भन्न चाहनुहुन्छ, कसले सोध्न चाहनुहुन्छ, पालो पालो गरेर केही साथीहरूले जिज्ञासा राख्न सक्नुहुन्छ है। मलाई एउटा जिज्ञासा लागेको कुरा के छ भने मैले योगेश्वरी म्यामलाई सोधेँ, शरीरमा अहिले त मान्छेहरू त्यो जुन खाद्यान्नको अनक्वालिटीले गर्दाखेरि एकदम मान्छेहरू मोटो भत्तापन छ, एकदम शरीरमा पोषण जमेर अस्वस्थ छ, त्यसले घटाउनको लागि कुन प्रकारको योग गर्दा उपयुक्त हुन्छ होला? एकदम यो अहिले यो बजारमा एकदमै यो योगको स्टुडियोहरू जुन छ नि त्यो खोलेको, त्यसमा पनि वेट लसको भनेर योगा फर वेट लस भनेर एडै गरिन्छ क्या, त्यो एकदमै चलेको छ हजुरले भने जस्तै। त्यसको लागि चाहिँ अलिकति जस्तै सूर्य नमस्कार हिटिङ खालको आसनहरू के, जसले बडीलाई हिट गराएर चाहिँ हाम्रो फ्याट लस गर्छ चाँडै, जस्तै सूर्य नमस्कार भयो। त्यसै गरी धेरै फ्याट चाहिँ पेटमा हुन्छ, पेटमा चाहिँ प्रेसर गर्ने आसनहरू के, जस्तै त्यो अब सिम्पलबाट स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसलाई पनि अब कस्तो प्र्याक्टिसनर छ, जस्तै नवाआसनदेखि लिएर अनि उष्ट्रासन, चक्रासन, यसरी बढाउँदै लानुपर्ने हुन्छ। बिगनर अब कस्तो खालको प्र्याक्टिस, बिगनर हो भने चाहिँ बिगनर आसनबाट स्टार्ट गर्दै 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 जाँदाखेरि चाहिँ फ्याट लस योगबाट सजिलै गर्न सकिन्छ। यसमा म अलिकति थप है यसमा। अब एउटा चाहिँ आसनबाटै गर्ने भयो, अरू चाहिँ अब सात्विक खाना पनि भन्छौँ क्या योगको लागि चाहिँ पूर्ण गराउनलाई चाहिँ। अब खाना पनि कुरा आयो होइन, जङ्क फुडहरू सकेसम्म अभोइड गर्ने, अब मध्यमांशहरू कम गराउने, सात्विक फुड गर्ने, बिहान उठ्ने भनौँ ब्रह्म मुहुर्तमा उठ्ने भने बिहान उठेर आफ्नो एउटा दैनन्दिन गर्ने, अब यस्ता टाइममा सुत्ने, टाइममा उठ्ने, अब यो त सबै जति गरियो भने योग। त्यसरी एउटा कुरा चाहिँ मैले थपिहालेँ अहिले यसरी हाम्रो मिनाजीले भने जस्तै, यो चाहिँ कस्तो हुन्छ नि मलाई लागेको छ है, यो त मेरो आफ्नो पर्सनल पनि सोचाइ हो, हामी सबै योगी हौँ क्या। हामी योग गरेका छैनौँ भन्ने चाहिँ त्यसरी सोच्नु भएन, किनभने हामीले ध्यान गरेका छौँ, हामीले जाँचो पास गरेका छौँ, हामीले बिस्तारै अगाडि बढ्दै गएका छौँ भने हामी योगी नभइकन जाँचो पास गर्न सक्दैनौँ होइन, किन ध्यान गरेका छौँ। ध्यान भनेको खालि कुनै विशेष क्रियाको लागि ध्यान गरिन्छ नि त होइन, जस्तो जाँचो पास गर्नु पर्यो, यो अहिले योगासनको अन्तर्राष्ट्रिय लेभलमा जानु पर्यो होइन, कति मेहनत छ, कति बिहान उहाँको अहिले कति कठिन छ, एक किसिमको तपस्या हो नि त त्यो त होइन, किनभने त्यो एक दिनकोले मात्रै हुने त होइन, त्यो त केटाकेटीदेखि नै आउनु पर्यो। जति सानो उमेरमा
त्यो संस्कार लियो, त्यस्तै शरीर बनायो, त्यस्तै किसिमको त्यो योगासनहरू पनि त्यसमा मास्टरी हुँदै जान्छ भन्ने एउटा पक्ष मात्रै मैले जोड्न खोजेँ। अमित सर के छ हजुरको सुझावहरू? मैले सरले भनेको ठ्याक्कै त्यही त। अब जस्तै फ्याट लस, यो ठ्याक्कै अझ जोड्न मन लाग्यो कि मलाई। फ्याट लस गर्ने, मोटो भयो घटाउने भन्नुहुन्छ, तर खाना चाहिँ त्यही जङ्क फुड छ, बाहिरकै खाना छ भने त्यो त केही पनि गर्न सकिँदैन, जति योगा गरे पनि हुँदैन। त्यही भएर हो, आसन मात्रै गरेर पनि हुँदैन, खानपान, डेली लाइफ, सरले भनेको कुरा, डेली लाइफ नै, लाइफस्टाइल नै यौगिक बनाउनु जरुरी छ कि खासमा। फेरि इन्ट्रेस्टिङ कस्तो छ भने अहिले त यति विकृत भइसक्यो नि, अब त बियर योगा यस्तो यस्तो पनि भन्ने भइसक्यो क्या। अब त्यो योग गर्यो अनि बियर खायो भने त्यो के को लागि गरे भने त्यो बियर खान लागि मात्रै त भएन नि त। त्यसैले यो अहिले भन्नुभएको जस्तै जीवनशैली नै त्यो एउटा उदाहरण बनाएर एउटा आदर्श बनेर देखाउने हो यो भनेको। त्यसैले सजिलो खालि कसरतलाई हो, त्यो एकदम एस्थेटिकको लागि होइन, जिउ एकदम सुलुत्त पार्नको लागि अलिकति त्यो भनेको एउटा एस्पेक्ट चाहिँ त्यो एकदम शारीरिक भयो। अहिले उहाँले भन्नुभएको जस्तो त्यो बुझ मात्रै हो, एउटा थोपा मात्रै हो, तर योगको जुन परिभाषा छ, दर्शन शास्त्र छ, त्यो त विशाल छ। हिक्मत सर हजुरको के छ, हात गरिदिनु त। हिक्मत सर हजुरको साउन्ड आएको छैन। हेलो अच्छा भन्नुहोस्। सबैलाई नमस्ते, मेरो साउन्ड सुनिरहेछ नि? सुनिरहेछ। यो एकदम राम्रो कामको लागि हाम्रो गोविन्दजीलाई धेरै धेरै धन्यवाद है। म अलि बत्तीको समस्याले ढिला जोइन हुन पाएँ है, त्यसको लागि सरी भन्न चाहन्छु। अनि मलाई चाहिँ एउटा क्वेसन आयो कि अघि हाम्रो यसरी अब के भन्ने, गुरु भन्ने कि गुरुआमा भन्ने है, अलिक कन्फ्युज भएँ म। अनि उहाँलाई चाहिँ के छ भन्दा योगलाई खेलकुदको रूपमा लगिएको छ भनेर अहिले प्र्याक्टिस भइराखेको छ भन्नुभयो। मलाई राखेको जिज्ञासा चाहिँ के रहन्छ, खेलकुदको रूपमा भन्नुभयो, यो योग र अनि हाम्रो यो टेक्वान्डोहरू, करातेहरू, उसुहरू सिकाउँछ, यसमा केही फरक छ कि अब यो कुनै पार्ट हो या एउटै कुरा हो कि यो, अनि यो कसरी केही भिन्नता छ भने के छ, यसो खुलाइदिनुहुन्छ कि जानकारी दिनुहुन्छ कि भनेर। हस्, एकदमै राम्रो क्वेसन सोध्नु भयो। योगलाई खेलकुदमा लानु नै एउटा चाहिँ एकदमै यो विरोधाभास कुरा हो फर्स्टमा होइन। योग खेलकुद होइन, खासमा योगा आसन हो, आसनको मात्रै खेलकुद हो र अरू खेलकुद जस्तै हो। अनि अब यो खेलकुदको विकास नेपालमा 73 सालबाट भएको पाइन्छ। हाम्रो के गुरु सूर्यबहादुर कार्की सरले चाहिँ यो खेलकुद, नेपाल योग खेलकुद सङ्घ भनेर खोलेर चाहिँ संस्था खोलेर स्टार्ट गर्नुभएको रहेछ। सुरुमा एकदमै विरोधाभास भएर बिस्तारै अघि बढिरहेको रहेछ। अरू खेलकुद जस्तै हो, तर के भनिन्छ भने अब अरू खेलकुद अरू ठाउँबाट आएको छ, यो चाहिँ नेपालकै खेलकुद हो भनेर भन्ने गरिन्छ कि नेपालकै खेलकुद, नेपालमै यो चाहिँ विकास भएको खेलकुद हो भनेर भन्नुहुन्छ। अनि अरू खेलकुद जस्तै हो। अब यसले चाहिँ अरू खेलकुदले पनि शारीरिक रूपमा स्वस्थ पार्ने भयो। यसले चाहिँ मिलाएर गर्न सक्यो भने, टेक्निकली रूपमा मिलाएर गरिन्छ नि त, टेक्निकल कुरा हुन्छ त्यहाँ अरू खेलकुदमा। जस्तै हेर्ने अब उसले जस्तै आसन गरेर मात्रै भएन, कसरी ब्यालेन्स गरेको छ, उसको स्ट्रेन्थ कतिको छ, उसको फ्लेक्सिबिलिटी कतिको छ, अनि ऊ कतिको डिसिप्लिनमा गरिरहेको छ, यस्ता कुरा पार्टहरू हेरिन्छ। त्यस कारणले यसले चाहिँ मेन्टल्ली पनि एकदमै राम्रो गर्ने भयो र समग्रमा अरू खेलकुद जस्तै गरी विकास भएको छ। अरूले चाहिँ शारीरिक रूपमा स्वस्थ पार्ने भयो, तर यसले चाहिँ मानसिक रूपमा पनि उसलाई राम्रो गर्छ क्या। बिस्तारै उसलाई आसनको खेलकुद गर्दै जाँदा उसलाई अझ योगको बारेमा अझ जान्ने मन हुन्छ, अझ उसले हिस्ट्री जान्छ यसरी चाहिँ। अनि फेरि बच्चाहरूको लागि यो, अनि फेरि अरू खेलकुदमा चाहिँ एउटा उमेर समूह छ, यसमा चाहिँ बच्चादेखि हाम्रो 60+ 70+ एज ग्रुप अनुसार हुन्छ र त्यो 70+ 60+ पनि खेल्नुहुन्छ कि। अनि आफ्नै एजकोसँग खेल्नुपर्ने भएको भएर यो सबैले खेल्न पनि मिल्यो, खेल्न पनि सक्ने भयो र आफ्नै एज ग्रुपसँग खेल्नुपर्छ। जस्तै अरू खेलकुदमा चाहिँ यति वर्षदेखि यति वर्षसम्मको त्यो मिक्स हुन्छ भने यहाँ चाहिँ जस्तै 9 to 11, 11 to 15, 15 to 19, 20 to 25, 25 to 35, 35 to 45, अनि 45 to 50, देन 50+ भनेर यसरी एज ग्रुप अनुसार हुन्छ यो चाहिँ। यहाँ मुनाजीले हात गर्नुभएको छ। मुनाजी हजुरको जिज्ञासा के थियो होला?
मुनाजी क्वेसन भयो। अरू साथीहरूको जिज्ञासा केही छ? नमस्ते सम्पूर्णमा, मेरो चाहिँ एउटा क्वेसन थियो। भन्नु त। योग र ध्यानमा के फरक छ? ध्यानमा चाहिँ योगको आवश्यकता छ कि छैन? यसमा चाहिँ भनिदिनु होला है। अनन्त सरले एन्सर दिनुहुन्छ। मै भन्दैछु है त। अब के फरक भयो भने जस्तो यहाँले योग भन्नुभयो, ध्यान भन्नु, पहिलो अहिले मैले पनि भनिसकेँ, हाम्रो मिनाजीले पनि भनिसक्नुभयो। यो योगको चाहिँ अष्टाङ्ग 8वटा प्रकारका हाँगा छन् होइन। हाँगा भने जुनबाट गए पनि हुन्छ, कुनै क्रमबद्ध एउटैबाट गर्नुपर्छ भन्ने छैन। जहाँ जुन सम्भव हुन्छ, जो आफ्नो स्थिति अनुसार, उमेर अनुसार होइन। जस्तो अस्तेय भन्नु पर्यो, अब यम भने एउटा यम भने नियम भयो होइन, आफूले गर्नुपर्ने सोसियल कन्डक्टहरू भन्यो। जस्तो ब्रह्मचर्य भन्यो, अस्तेय भन्यो, अपरिग्रह भन्यो, त्यो धेरै सङ्कलन नगर्नु भन्यो। यी कुराहरूले सहयोग गर्छ, ध्यान गर्नलाई पनि सहयोग गर्छ होइन। त्यसैले अब केले आसनले पनि ध्यान गर्नलाई सहयोग गर्छ, किनभने एउटा सुखासन, एउटा बस्ने, एउटा स्थिर आसन त हुनु पर्यो नि। योगमा आसनलाई जित्ने भनेको 3 घन्टा त्यही आसनमा बस्न सक्यो भने त्यो एउटा उसले आसन विजय गर्यो होइन। भनेपछि त्यसलाई ध्यान गर्दाखेरि अब जस्तो तपाईँले ध्यान केलाई भन्नुभएको छ होइन। ध्यान भनेको त जस्तो माइन्ड क्वाइट गरेर जुन अहिले मेडिटेसन भन्छन् नि विदेशतिर, हो मेडिटेसन भनेको एउटा गाइडेड मेडिटेसन पनि हुन्छ, एउटा तपाईँले आफ्नो इष्टदेवलाई सम्झेर एउटा फर गुड पर्पस होइन, गुड पर्पस इन लाइफ भन्छ नि। कसै पनि यो युनिभर्सल ठुलो टोटालिटीमा हामीले कन्ट्रिब्युट गर्न सक्ने एउटा सानो अंशले कति गर्न सक्छौँ भन्दाखेरि एउटा ध्यानबाट पनि ल त्यो एनर्जीलाई हामीले भनौँ न इन्भोक गरौँ भने त्यसलाई ध्यान भनिन्छ होइन। त्यसरी योगकै पार्ट पनि ध्यान हो होइन। ध्यान हो, ध्यानपछि समाधि भन्छौँ। समाधि भनेको अब कुनै पनि चिजहरू सोच्ने नै आउँदैन, कुनै पनि सोचाइ छैन, कुनै पनि चित्त छैन, निदाएको पनि छैन, ननिदाएको नचिताएको स्थितिलाई ध्यान भनिन्छ, समाधि भनिन्छ होइन। अब योग चाहिँ कसरी आउँछ त्यहाँ भने योगका विभिन्न अङ्गहरू हुन्। 8वटा डिफ्रेन्ट कम्पार्टमेन्टमा 8वटा कोठा छ भनौँ न। त्यो कोठामा कहिले ध्यानको कोठामा जान सक्नुहुन्छ, कहिले आसनमा जान सक्नुहुन्छ, कहिले तपाईँ अब प्रत्याहारमा तपाईँ इन्द्रिय निग्रह गर्नुहुन्छ, अथवा कुनै बेला समाधिमा बस्नुहुन्छ भने यी सबै एउटै हुन् र सबै ध्यानको प्रक्रिया पनि हो क्या। जस्तो भनौँ न, मैले अहिले इक्जाम्पल भने जस्तो जाँचमा पास गर्नु पर्यो, जस्तो आर्ट थेरापी भन्छन्, अहिले म्युजिक थेरापी भन्छन्, भजन गर्नुहोस्, ध्यान गर्नुहोस् होइन। अब कुनै भजन गर्नु पनि एउटा ध्यान हो, त्यो पनि भनेको योग हो। किन तपाईँ त्यहाँ कसैसँग जोडिनु भयो नि त। केमा जोडिनु भयो भने एउटा फर पर्पस अफ गुड पर्पस अफ द सोसाइटी होइन। कम्युनिटीमा गएर गर्नुहुन्छ कि अथवा आफै एक्लै गर्नुहुन्छ कि आफ्नो ध्यान गर्नुहुन्छ कि त्यो आफ्नो एउटा आफ्नो उन्नतिको लागि गर्नुभयो भने चाहिँ योग भनेको चाहिँ ध्यान पनि हो, ध्यान भनेको योग पनि हो, त्यसरी बुझ्नु पर्यो। जनक सर, अघि हजुरको ऊ भएको थियो, हजुरको जिज्ञासा केही थियो कि? हजुर धन्यवाद। आज पहिलो कुरा त जुन यो अवसर प्रदान गर्नुभएको छ त्यसका लागि समग्र टिमलाई धन्यवाद प्रकट गर्न चाहन्छु। र अर्को विडम्बनाको कुरा के हो भन्दा आज म करिब स्नातक पढ्दै गरेको विद्यार्थीले देवभूमि तपभूमिमा जन्मिएर पनि योग र तप के हो भन्ने कुरा बल्ल त्यसको परिचय मात्रै सुन्दैछु। यो दुःख लाग्दो कुरा छ। र मैले प्रश्न गर्न खोजेको के हो भन्दा जुन आज योग र तपको विषयमा अनन्त सरले लगायत योगेश्वरी म्यामले यसको महत्त्वको बारेमा दर्शाउनु भयो। र यो हाम्रो देवभूमिमा तपभूमिमा चाहिँ हाम्रो पाठ्यक्रममा त्यो योग सम्बन्धी कुराहरू किन राखिएन, यो कहिलेदेखि चाहिँ विलोप भयो, यसको बारेमा चाहिँ थोरै बताइदिनु न। र यसलाई चाहिँ समग्र प्रत्येक यो त यति महत्त्वपूर्ण रहेछ कि हामीले प्रत्येक घरमा र प्रत्येक मानिसले चाहिँ अवलम्बन गर्नुपर्ने कुरा रहेछ। र यसलाई व्यापक रूपमा लानको लागि अब हामीले चाल्नुपर्ने कदम के हो, यसको बारेमा प्रश्न पाइदिन अनुरोध गर्छु। मिनाजी, हजुरले भनिदिनु पर्यो। कस्तो मिठो क्वेसन सोध्नु भयो कि मिठो लाग्यो।
ठ्याक्कै उहाँले भने जस्तै मलाई पनि कहिलेकाहीँ दुःख लाग्छ कि हामीले यो कुरा किन बच्चैदेखि सिक्न पाएनौँ भनेर मलाई पनि एकदमै लाग्ने क्वेसन थियो कि यो यस्तो कुरा हाम्रो ऋषिमुनिहरूले यहीँ तपोभूमिबाट यसरी भएको कुरा हामीले पनि बच्चामै कोर्सहरूमा पढ्न पाएको भए जस्तो लाग्छ। अनि उहाँको ठ्याक्कै क्वेसन चाहिँ के थियो भने कोर्समा किन राखिएन, कहिलेबाट लोप भयो भन्ने कुरा छ। र मैले बुझेसम्म मलाई इतिहास मलाई भन्दा हाम्रो अनन्त सरलाई अरूलाई थाहा हुनसक्छ इतिहासको बारेमा। मैले बुझे अनुसार पहिला यसरी अहिले जस्तो पढाइ पाठ्यक्रम भन्ने पहिला कहीँ पनि कतै पनि थिएन। पहिला गुरुकुल पद्धतिहरू थियो, जस्तै गुरु हुनुहुन्थ्यो, गुरु बस्नुहुन्थ्यो, गुरु कहीँ गएर जिज्ञासुहरू चेला गएर बसेर सिक्ने, त्यहीँ बसेर साधना वर्षौंसम्म तपस्या गर्ने, त्यसरी त्यो पद्धति थियो पहिला, गुरुकुल पद्धति थियो। त्यो चाहिँ बिस्तारै अब यो युग सबै कुरा परिवर्तनसँगै सबै कुरा एकदमै त्यो परिवर्तन हुँदै गयो। र अहिले पछिल्लो समयमा चाहिँ स्कुलको पाठ्यक्रमहरूमा पनि राखिएको छ। जस्तै मैले पनि एउटा स्कुलमा सिकाउँछु अहिले, बच्चाहरूबाट 1 क्लासदेखि 1 to 10 नै यहाँ काठमाडौँको धेरै स्कुलहरूमा चाहिँ बोर्डिङ स्कुलहरूमा राखिएको छ भने अब सरकारी स्कुलमा पनि जानुपर्छ भनेर हामीलाई पढाउने गुरुहरूले एकदम पहल गरिराख्नु भएको छ। तर सरकारी क्षेत्रको मान्छेले त्यो सुनवाई गरेको अवस्था नरहेको भन्ने मेरो बुझाइ छ। तर मलाई भन्दा अझ यो विषयमा हाम्रो अनन्त सरलाई चाहिँ थाहा हुन सक्छ जस्तो लाग्छ। ठिकै छ। म अलिकति के हाइलाइट गर्छु भने हुँदै नभएको पनि होइन कि मलाई चाहिँ अब योको कस्तो छ भने राज्यको लागि मैले अघि भनिहालेँ। अब जस्तो भारतमा भनौँ न, अब अहिले आयुष मन्त्रालय नै छ, मन्त्रालय नै योगको लागि भनेर दिएको छ भनेपछि यो त धेरै ठुलो इन्भेस्टमेन्ट हो क्या। योगले गर्दाखेरि यो जो ड्रग एडिक्ट्सहरू हुन्छ नि, यो नसामा परेकाहरूलाई त्यसको सुधार केन्द्रहरूमा गएर गर्छौँ, वृद्धहरूको लागि वृद्धाश्रममा गएर योग गराउँछौँ भनेपछि यो चाहिँ सामुदायिक पक्ष हो क्या। यो कस्तो राम्रो कुरा छ भने अब त्यही गर्दाखेरि उनीहरूले स्कलरसिप पनि मेन्टेन हुन्छ, उनीहरू गएर सिक्न पनि पाउँछन् त्यहाँ गएर जुन सामाजिक क्षेत्रमा, र आफ्नो उनीहरू डिग्री पनि लिन पाउँछन्। यो झन्डै अब 60-70वटा कोर्सहरू छ यसमा, योगको 4 वर्षीय कोर्समा। यो यहाँहरूले कसरी जिज्ञासा छ भने हामी सेयर गरौँला अथवा एउटा अन्तर्क्रिया नै गरौँला अर्को अझ विस्तृत रूपमा, होइन। अनि एउटा क्लिनिकल साइड भयो, यो थेरापिटिक भयो, एउटा योगको दर्शन भयो, अर्को अब कम्युनिटी सर्भिस भयो, अनि अर्को इन्डस्ट्री भयो। अब योगको इन्डस्ट्री पनि भइसकेको छ। जस्तो भएन अनुसन्धान गरिसकेपछि इन्डस्ट्री हुन्छ। जस्तो योगा म्याट भन्नुहुन्छ, तपाईँ योगा म्याट चाहिँ चाइनाबाट आउँछ, इन्डियाबाट आउँछ भने हाम्रो यहीँको सुकुल अथवा दरी अथवा हाम्रो यहाँका त्यो गलैँचाले किन युज नगर्ने, होइन। एकदम पातलो खालको गलैँचा भयो भने त योगको लागि त झन् राम्रो भयो भनेपछि यस्ता कुराहरूलाई पनि रिसर्च हुन्छ र कमर्समा पनि जोडिएका छन् क्या। यी एक्सेसरिज भन्छौँ, जस्तो बलहरू भन्यो, यो भन्यो, योगको लागि कसरत गर्नलाई, ध्यान गर्नलाई सुटेबल एउटा भन्ने एपहरू भन्यो, यी सबै कमर्सियल कुरा हो जुन $3 बिलियन को छ। संसारभरि हेर्ने हो चाहिँ यो $3 बिलियन को इन्डस्ट्री हो। यसलाई चाहिँ हाम्रो नेपाली युवाहरूले खालि कम्प्युटर मात्र होइन अथवा कुनै भनौँ अब इकोनोमिक्स मात्र होइन कि योग नै एउटा प्राइम विधा बनाएर लान्छु भन्ने हो भने पनि त्यसको लागि चाहिँ बिस्तारै वातावरण बन्दै जान्छ। किनभने यहाँ अब योग केन्द्रहरू बनेका छन्, होइन, रिसोर्ट क्षेत्रहरू बनेका छन्। यो त नेपालको लागि त हरेक गल्ली भनौँ डाँडा कुना नै ध्यान गर्नु लागि हिमाल हेरेर ध्यान गर्ने पाउनु भने त कोही पनि पाउँदैन त संसार, होइन। त्यो भनौँ न इन्डियामा नै पाइँदैन, कति ठाउँमा बेङ्गलोर ऋषिकेश भन्छन्, हरिद्वार ऋषिकेशमा अथवा म्यानहट्टनमा भनौँ, यो योगका जुन लिएर गएका सर्टिफिकेट लिएर गएकाहरूले त्यो कुरा त यहाँ पाउने व्यक्ति त कहीँ पनि पाइँदैन। त्यसैले यसमा योगदान गर्नु, यसमा योगी नरनाथलाई जोड्नु भनेको हामी योगी बन्नु होला। मैले यहाँलाई सबैलाई भन्दाखेरि आज सारांशमा चाहिँ यहाँहरू जो जोडिनु भएको छ, योगी नरनाथसँग जोडिनु भएको छ, यो अध्ययन केन्द्र र उहाँ जस्तो वृद्ध मान्छेसँग जोडिनु भएको छ भने यहाँहरू सबैजना योगी हो र यहाँहरूले सहयोग गर्न सक्नुहुन्छ यो पाठलाई सजिलोसँग। किनभने यहाँले धेरै बुझिसक्नु भएको छ भन्छु म त त्यो हिसाबले। किनभने राइट पर्सनलाई समात्नु भएको छ, उहाँको त हाम्रो गुरु हो, हाम्रो त एउटा मार्गदर्शक हो नि त देशको लागि। एकदम कटिबद्ध दर्शक भनौँ न उहाँ हुनुभयो भएर उहाँको पक्षलाई मैले सराहना गर्दै मेरो पनि अलिकति चाँडै जानु छ आज। अब कति बेर हुने हो नभए चाहिँ मैले एउटा प्रश्न हजुरलाई जिज्ञासा राखेर आउनुहोस्, होइन, काठमाडौँ युनिभर्सिटीमा अरू विद्यार्थीहरूसँग पनि बसेर यसको राम्रो छलफल गरौँला।
यहाँलाई झन् आफ्नो उमेरका आफ्नो व्यक्तिगत देखेपछि अलिअलि तपाईँहरूले ऊर्जा पनि आउँछ र यो दुईटा केन्द्रलाई भनौँ न मैले अहिले मोटामोटी भन्दाखेरि योगी नारायणनाथको अध्ययन केन्द्रलाई र हाम्रो युनिभर्सिटीलाई जोड्न सक्छौँ। त्यही कुरा यो हाम्रो खप्तड बाबासँग पनि सङ्गत गर्नुभयो, भेट्नुभयो, योगी नारायणसँग पनि भेट्नुभयो, हामीले भेट्न पाएनौँ। हजुरले भौतिक रूपमा भेट्दाखेरि कस्तो अनुभूति गर्नुभएको थियो? उहाँको ध्यान कस्तो थियो? खानपिन आफूले पहिचान गर्नुपर्छ, आफूलाई के जीवनमा के फाइदा भएको छ भन्ने त्यसरी हेर्ने हो। मैले मोटामोटी भन्दाखेरि अब योगी नारायणनाथको भन्दाखेरि उहाँले धेरै तपस्या गर्नुभयो, धेरै जानुभयो हिमालय क्षेत्रमा होइन, योगको अभ्यास गर्नुभएको थियो। ऐतिहासिक सांस्कृतिक योगलाई उहाँले परम्परागत एउटा संरक्षण पनि गर्नुभयो। यो योगी नारायणनाथजीको खप्तड बाबाको चाहिँ राष्ट्रिय एकताको लागि उहाँले प्रयोग गर्नुभयो। उहाँ चाहिँ 5 दशकसम्म खप्तडमै लेखमा बस्नुभयो, खप्तडको त्यो एरियामा बस्नुभयो। उहाँले योगको सर्वाङ्गीण योग थियो उहाँको। उहाँले मैले अहिले 5वटा जुन पक्ष भने 5वटै उहाँको दखल थियो होइन। अब नेपाललाई नै मूल बनाउनु भएको योग शक्तिको उहाँ प्रतीक नै बन्नुभयो। तर अब उहाँको राजादेखि रङ्कसम्म भने जस्तो त्यही अब राज्यले बुझ्न सकेन, सरकारले बुझ्न सकेनन्। अब अझसम्म पनि खप्तडको तपाईँहरू कसैलाई पनि इन्ट्रेस्ट छ भने खप्तड बाबाको आश्रम छ माथि बुढाङकण्ठमा, कुनै दिन यहाँले भन्नुभयो भने म मिलाउन सक्छु, माथि आश्रममा गएर ध्यान गरौँला। बाबाको भव्य मूर्ति बनाएको छ त्यहाँ। बाबाको चाहिँ लेखन क्षेत्रमा धर्म विज्ञान, नारी तथा पुरुषको कर्तव्य, अनि त्यसपछि यो योग विज्ञान, बाबाको झन्डै 15-16वटा किताबहरू, विचार विज्ञान कसले पढ्नु भएको छ होला, साइन्स अफ थट भनिन्छ अङ्ग्रेजीमा, अत्यन्त पढ्न लायकको किताब छ विचार विज्ञान भन्ने। सानो धेरै किताब, धेरै 50-60 पेजको होला, आउटस्ट्यान्डिङ छ। तपाईँ यसो सर्च गर्नु हो भने पनि विचार विज्ञान, म अहिले यो लिङ्कमा पठाइदिन्छु, त्यो PDF नै छ, यहाँहरू पढ्नु होला। त्यो कसरी विचार शक्ति हुन्छ, राम्रो थटले कसरी सकारात्मक सोचले सकारात्मक बन्दै गरिन्छ, आफ्नो भविष्य कोर्दाखेरि भनौँ न विद्यार्थीहरू त एकदम जान्नुपर्ने कुरा हो। विचारबाटै कसरी आफ्नो बनाउने, आफ्नो गन्तव्य, आफ्नो गोल राख्ने भन्ने कुरा छ। जति अनि ध्यानको कुराहरू पनि छ। जस्तो अलि ध्यान भनौँ न सुरुमा ध्यान लाग्दैन, अब बिस्तारै त्यो रङहरू देखिन्छ, प्याजी, पहेँलो, सेतो, निलो, यो सबैको सिग्निफिकेन्स हुन्छ ध्यान गर्दाखेरि होइन। त्यो ज्योतिमा ध्यान गर्दाखेरि यस्ता कुराहरू उहाँको धेरै थियो। बाबासँग त भव्य दिव्य मूर्ति थियो, रातो अनुहार थियो, एकदम हसिलो अनुहार। अब बाबाको त एक किसिमले त्यो चिठै गजब थियो। जुन प्रश्न सोध्यो भने पनि सिम्पली उदाहरण गर्ने, उहाँलाई पनि चित्त सधैँ लागिरहन्थ्यो यत्रो शिक्षामा केही भएन, हाम्रो धर्म संस्कारहरू गए, हाम्रा नयाँ जेनेरेसनहरूले बुझ्न सकेनन् भन्ने उहाँको चिन्ता भएर किताबहरू धेरै लेख्नु भएको छ। म त्यसको प्रकाशन समितिमा पनि छु। यहाँहरू कसैले पनि जिज्ञासा कुनै प्रकारको किताबहरूको छ भने मलाई सम्पर्क गर्नुहोस्, हामी गोविन्दजी मार्फत म किताबहरू उपलब्ध गराउँछु। अथवा तपाईँहरू कुनै दिन ध्यान गर्न चाहौँ भन्नुभयो भने हामी टिमै लिएर मजासँग माथि शिवपुरी डाँडाको ठ्याक्कै मुनतिर, हाम्रो विपासना केन्द्रको ठ्याक्कै मुनतिरको घर चाहिँ खप्तड बाबाको 2 रुपैयाँ जतिको आश्रम छ, दिव्य भव्य त्यहाँ शिवको मन्दिर छ, बाबाको नाममा बनाइएको। जाउँला है त। ल म त्यति। मेरो अब एउटा हजुरसँग एउटा जिज्ञासा, अब नेपाल योगको भूमि कतिको हो, यो तपाईँ नेपालमा योग पर्यटनको लाई कतिको सम्भावना भएको क्षेत्र हो, मेरो यो जिज्ञासा थियो। नेपाल योग भूमि हो, तपोभूमि हो, यसमा कुनै पनि दुई मत छैन। यो जहाँ गएर जसरी खोजे पनि हो। र यसलाई पर्यटनको क्षेत्रमा त अहिले गइ पनि रहेछ। जस्तै योग हाइक, योग ट्रेक भनेर चलिरहेको पनि छ, गरिराखेको। जस्तै ट्रेकिङ जाने, त्यहाँनिर योगा गराउने विदेशीहरूलाई योगा ट्रेकिङ कम्पनीहरू नै छन् धेरैवटा। यसरी चलिराखेको बढ्दो क्रममा नै छ यो चाहिँ। अनि जस्तै विदेशीहरूलाई चाहिँ त्यो आकर्षक पनि बन्दै गइराखेको छ। मेरो एकजना विद्यार्थी हुनुहुन्थ्यो विदेशी नै, उहाँ चाहिँ स्विजरल्यान्डको हुनुहुन्थ्यो। 3 महिना मसँग अनलाइन सिक्नुभयो। त्यस पछाडि चाहिँ के भन्दै हुन्थ्यो भने अब म यो घर बेच्ने प्रोसेसमा छु, त्यस पछाडि मलाई नेपालै आएर बस्न मन छ भनेर भन्दै हुनुहुन्थ्यो। त्यसै गरी अरू पनि मैले अलि पहिला ठमेलमा सिकाउँदाखेरि विदेशीहरू आउनुहुन्थ्यो। नेपाल आएपछि चाहिँ त्यहाँ आउनुमै पनि एकदमै आनन्द आउँछ, शान्त हुन्छ, मन शान्त हुन्छ भनेर भन्नुहुन्थ्यो कि विदेशीहरूले। भनेको त्यो भूमिमै त्यस्तो ऊर्जा छ के। विदेशीहरूलाई त्यो हिसाबले आकर्षक बन्दै गइरहेको पनि छ। त्यसलाई अझ हामीले त्यसलाई विकास गर्न, जस्तै यो क्षेत्रहरू छ, जस्तै त्यो खप्तड बाबाको उतातिर छ नि
अनि त्यस पछाडि उता बढीमारीका यस्ता ठाउँहरूको चाहिँ अझ हामीले त्यो क्षेत्रमा गएर ध्यानहरू गरेर योग ध्यान गरेर प्रचार प्रसार गर्ने हो भने त एकदमै पर्यटनको लागि एकदमै मुख्य केन्द्रबिन्दु बन्न चाहिँ सक्छ नेपाल जस्तो लाग्छ योग अध्यात्मको लागि चाहिँ। अब युवाहरूमा आकर्षण बढाउनको लागि अब हामीले कस्तो कस्तो कार्यक्रमहरू कस्तो कस्तो भूमिका खेल्नु पर्ला? युवाहरूको लागि चाहिँ त्यही जनचेतनाकै कमी छ वास्तवमा। सुरुवातमा चाहिँ जनचेतना जस्तै योगले राम्रो योग चाहिने चिज हो जिन्दगीमा भन्ने कुरा नै थाहा छैन कि मुख्य रूपमा चाहिँ। त्यही नै बुझाउन जरुरी छ सुरुमा चाहिँ। अब त्यसलाई कसरी भन्दाखेरि चाहिँ अब वर्कसपहरू गर्ने विभिन्न ठाउँहरूमा। अनि अहिले चाहिँ हुन्छ योग देखाउने कुरा होइन भनिन्छ, जनचेतना नै फैलाउने हो भने चाहिँ फेरि मार्केटिङ प्रचार नै हो। विभिन्न ठाउँमा शिविरहरू चलाउने, त्यसको प्रचार। तर फेरि प्रचार गर्दाखेरि व्यावसायिक ढङ्गले भन्दा पनि उनीहरूलाई पनि केही सेवा होस् भन्ने हिसाबले गरियो भने चाहिँ उनीहरूलाई जनचेतना पनि हुन्छ, उनीहरूलाई थप योग अध्यात्ममा लाग्ने चाहिँ उनीहरूलाई ऊर्जा पनि मिल्न सक्छ जस्तो लाग्छ मलाई। यो लगभग रक्सी खाएपछि उनले बेहोस हुन्छ भने जस्तै योगले कस्तो नशा अथवा त्यो योगले लागेको अनुभूति कसरी थाहा पाउने हामीले? अलिकति समाधिको लामो चाहिँ अनुभूति गरेको मान्छेहरूले चाहिँ रक्सी लागेको मान्छे र समाधिमा पुगेको मान्छे लगभग उस्तै हो। के मात्रै फरक हो भने समाधिमा पुगेको मान्छेले यस्तो हुँदैछ भनेर सबै होसमा हुन्छ रे, त्यो रक्सी लागेको मान्छेले चाहिँ थाहा पाउँदैन रे। भने जस्तै जिन्दगीको मजा आउँछ क्या। अहिले मान्छेलाई जिन्दगी प्रति नै एकदमै हरेस खाइरहेछन्, जिन्दगी प्रति नै गुनासाहरू छन्। यो जिन्दगी चाहिँ केही गर्न सकिएन भने गुनासो छ कि यस्तो गर्न सकिएन उस्तो गर्न सकिएन, मान्छेहरूमा गुनासोले भरिएको छ। तर मान्छेलाई जब योगको लत लाग्छ, योगमा लाग्छ, जिन्दगी प्रति गुनासो जिरो हुन्छ, उसलाई जिन्दगीमा आनन्द भेट्न थाल्छ क्या। जे गरे पनि आनन्द भेट्न थाल्छ मेरो अनुभवमा। फेरि यो सबैलाई एउटै हुन सक्दैन है। सकारात्मक सोचमा बढाउनलाई योगले कतिको भूमिका खेल्छ? सकारात्मक के बढाउन भन्नुभयो? सकारात्मक सोच अब थटहरू हामीले विकास गर्नको लागि यो योगले कतिको भूमिका खेल्छ? योगको नै मुख्य भूमिका हुन्छ गोविन्दजी सकारात्मक थटहरू ल्याउन चाहिँ। जस्तै कसरी हुन्छ भन्दाखेरि हामीमा नेगेटिभ थट आउने भनेको चित्तमा वृत्तिहरू भएर, मनमा विकारहरू भएर हो। योगले चाहिँ के गर्छ भन्दा त्यसलाई क्लिन्जिङ गर्ने काम छ। चित्तका मनका विकारहरूलाई चाहिँ बिस्तारै, अब यसको गर्ने टेक्निकहरू डिफ्रेन्ट छन्। जस्तै ध्यान, विभिन्न योगको आसन, अनि नियमको पालना, खानपान, यो सबै कुरा योग हो। यिनीहरूले चाहिँ कसरी चाहिँ पोजिटिभ थट ल्याउँछ भन्दाखेरि चित्तको विकारहरूलाई चाहिँ निर्मूल गर्छ कि। त्यो भएको कारणले बिस्तारै ऊ भित्रैबाट सकारात्मक भाव आउने, सकारात्मक विचार आउने हुँदै चाहिँ जान्छ। चित्तमा चाहिँ त्यो चित्त विक्षिप्त भएको कारणले नै ऊ एकदमै नेगेटिभ भएको हो कि। चित्तमा एकदमै त्यो संस्कारहरू, चित्तमा कर्मको संस्कारहरू चाहिँ नेगेटिभले भरिएको भएर त्यही नै बाहिर आउने हो कि नेगेटिभ कुरा। अहिले एन्जाइटी भयो, डिप्रेसन भयो, अहिले हरेक कुरामा असफल भइसकेपछि निराशमा पुग्नेहरूको लागि यो कतिको औषधि हो बन्न सक्ला? त्यो चाहिँ ठुलो औषधि हो। योग नै अहिले योगमा आउने मान्छे नै कि एन्जाइटी डिप्रेसन भएर कि शारीरिक समस्या भएर नै हो। मेरो एकजना विद्यार्थी हुनुहुन्थ्यो गाउँतिरकै साथी पनि, उहाँले 3-4 चोटि सुसाइड एटेम्प्ट गर्नुभएको मान्छे अब जिन्दगी चाहिँ धेरै रहेछ भनेर चाहिँ योगलाई नै जीवनशैली बनाउँदै हुनुहुन्थ्यो। तर दुर्भाग्यवश उहाँको एक्सिडेन्टबाट चाहिँ डेथ भएपछि योग नै मान्छे 2-3-4 चोटि सुसाइड एटेम्प्ट गर्नुभएको कि त्यो लाइफप्रति फ्रस्ट्रेट भएर। अनि योगले चाहिँ उहाँलाई मान्छेको जिन्दगी प्रतिको बुझाइ नै चेन्ज हुन्छ। अनि त्यस पछाडि उसको त्यो चित्त जब जति शुद्ध हुँदै जान्छ, जिन्दगी प्रतिको धारणा नै पुरै चेन्ज भएर चाहिँ डिप्रेसन हुने, एन्जाइटी हुने भनेकै थटहरू नेगेटिभ आएर, जिन्दगी प्रति गुनासाहरू भएर, त्यो वृत्ति भएर नै हो समग्रमा। एन्जाइटी, डिप्रेसन, भोलि के होला एकदमै डरहरू भएर, त्यो सबै कुरा चाहिँ योगले निर्मूल गर्न एकदमै छ। ठ्याक्कै मैले अघि भनेको उहाँले चाहिँ एउटा लेख्दै हुनुहुन्थ्यो। उहाँको डेथ भयो अस्ति भर्खरै मात्रै हो। उहाँ 30 इयर्सको हुनुहुन्थ्यो।
डेट भयो उहाँको लेख छ त्यो म हजुरलाई सेयर गरिदिन्छु पछि उहाँले एउटा लेख लेख्नु भएको थियो म कस्तो अवस्थाबाट कसरी आएँ भन्ने कुराहरू एउटा लेख्नु भएको छ अनि त्यस्तै अरू पनि हुनुहुन्छ ल्याउन चाहिँ सकिन्छ जस्तै बोलेर भन्नुभएको चाहिँ खोज्नै पर्छ कता कता होला तर छ त्यस्तो धेरै केसहरू छ जिज्ञासा भन्दा पनि मलाई थोरै लागेको कुरा भन्न चाहे मैले यो योगको बारेमा बुझ्न पाइयो खास गरेर त्यसको लागि धन्यवाद अनि कुरा के मेरो कुरा के भन्दाखेरि यो जति कुरा भयो नि उहाँ अघि हाम्रो योगेश्वरी म्यामले पनि मलाई चाहिँ यस्तो थियो र म यसमा रुचि बढ्यो अध्ययन मानौँ न कतैबाट अध्ययन भएर भयो भन्ने मैले देखेको नेपालको मैले यो समाजमा हाम्रो नेपाली कल्चर अनुसार चाहिँ जति पनि छ योगमा जाने मान्छेहरू आफ्नो पहिला चाहिँ आफ्नो समस्या भयो होइन ममा केही समस्या भयो यसको विकल्प के छ भनेर योग छ भन्ने देखिएको छ तर वास्तवमा यो चाहिँ नहुनु पर्ने थियो के किन भन्दाखेरि योग भनेको त हाम्रो ऋषिमुनिहरूको कालदेखि नै सुरु भएको एउटा विधा हो धर्म हो हाम्रो भनौँ न एउटा यसको बृहत नै छ कि यसको व्याख्या गर्नै सकिँदैन तर समस्या के छ भन्दाखेरि मैले बुझ्दा समाजमा देखेको मलाई चाहिँ समस्या भयो बल्ल यसको विकल्प चाहिँ योग छ योगबाट केही हुनसक्छ यसको छुटकारा योगबाट पाइन्छ भन्ने गलत बुझाइ जस्तो लाग्यो है मलाई किनकि त्यसको भाग नै अलग छ जब मलाई समस्या पर्यो तब विकल्पको रूपमा योगलाई लिने गरेको हुनाले चाहिँ यसमा चाहिँ मलाई अलि समस्या देखेँ जस्तै हाम्रो गाउँघरमा पनि क्रिस्चियनहरूले धर्मको नाममा प्रचार गराएको छ क्या तपाईँको समस्या के भने ईश्वर प्रभुलाई सम्झिनुहोस् तपाईँको सबै समस्या समाधान हुन्छ भनेर उनीहरूले गलत प्रचार गरिराखेको छ अनि त्यस्तै यो योगलाई पनि यस्तो यो समस्या भइसकेपछि मात्रै सम्झिने काम भएको हुनाले यसलाई चाहिँ रोक्न पर्ने जरुरी देखिन्छ यो चाहिँ मेरो के भन्छ अब लागेको कुरा है राजाराम सर हजुर के थियो यसमा म थोरै जोड्छु है उहाँको जिज्ञासा भनौँ उहाँलाई लागेको कुरा जस्तै रोग लागे जोडिन्छ भन्नुभयो नि त जस्तै त्यो चाहिँ के हो बुद्धले भन्नुभएको छ नि संसारमा समस्या छ त्यसको कारण छ कारणको निवारण छ र निवारणको चाहिँ बाटो छ भन्ने भन्नुभएको छ नि त्यस्तै मान्छेले योग जबसम्म बुझ्दैन तबसम्म यो संसारमा समस्या छ यो संसारमै बसेर संसारिक कुरा नै खोजेर चाहिँ समस्याको समाधान हुँदैन है भनेर बुझ्नलाई उसमा केही न केही शारीरिक होस् मानसिक होस् उसमा समस्या त्यो आएको पाएको छु है मैले चाहिँ तर त्यो समस्या पछि ऊ कताबाट जाने कसरी जाने भनेर योगलाई चाहिँ लिएको छ भने त्यो त्यति नेगेटिभ पनि होइन र समस्या नलागिकन त ऊ भौतिक संसारमै रमाइरहेको हुन्छ उसलाई सबै कुरो छ स्वस्थ छ सबै कुरो सम्पन्न छ भने त उसलाई फिलै हुँदैन कि यो भन्दा बाहेक पनि केही छ है खोज्नु पर्ने कुरा भनेर उसलाई तबसम्म चाहिँ फिल हुँदैन कि धेरै मान्छेलाई अब सबै कुरा पुग्यो र पनि मैले केही खोज्नु छ भनेर बुझ्यो भने त त्यो एकदमै राम्रो तर त्यसरी बुझ्ने चाहिँ एकदमै 0.5% जति मात्रै नै होला यही भन्न चाहे राजानन्द सर हजुरको केही थियो कि हजुरको आवाज आएको छैन भन्नु त खासमा मलाई यहाँ जोड्नुभयो साथीले तपाईँ उसमा हुनुहुन्छ होइन के अरे हाम्रो अहिले योगी नरेन्द्रनाथको एउटा संस्था खोलेको छ त्यसको अध्यक्ष हो तपाईँ होइन हो नि है तपाईँहरूको ग्रुपमा मैले सुनेको थिएँ तपाईँ राम्रो काम गरिरहनु भएको छ भनेर आज मलाई साथीले यहाँ मलाई कनेक्ट गराउनु भयो म चाहिँ जीवन विज्ञानमा आबद्ध छु म ध्यान र योगको दुईटैको प्रशिक्षक हुँ होइन जोड्दाखेरि खुसी लाग्यो हाम्रो योगी श्रीजीलाई पनि भेट भयो विशेष त म लामो समय योगी नरेन्द्रनाथजीको लागि काम गरेको मान्छे हुँ म विश्व हिन्दू युवा सङ्घमा लगभग 4 वर्ष अति मुख्य प्रवक्ता भएर बसेँ हाम्रो कोभिडको ताका हामी हरेक हप्ता शनिबार मृगस्थलीमा कार्यक्रम गर्थ्यौँ माथि होइन त्यो अहिले बाहिर राखिरहेको त्यो जुन ठुलो तपाईँको चाहिँ प्रतिमा छ योगीजीको त्यो प्रतिमा नै हामीले भित्रबाट बोकेर धेरैजनाले काँधी हालेर राखेको हो योगीजीको विषयमा कार्यक्रमहरू गरिरहँदा योगीजीको मुद्दा उठिरहँदाखेरि त हामीलाई त अत्यन्तै खुसी लाग्छ होइन अब त्यसमा जो मान्छेले योगीजीलाई चिनेको छ अब तपाईँहरूलाई त जानकारी पनि गराउँछु मैले 2-3 पटकै होला मैले अस्ति पनि केही दिन अगाडि
हाम्रो यो अहिलेको संस्कृति मन्त्रीलाई भेटेको थिएँ मैले, त्यो संयोगवश मैले भनेको थिएँ योगी नरेन्द्रनाथलाई चाहिँ राष्ट्रिय विभूतिको रूपमा चाहिँ तपाईहरुले अंगीकार गर्नुपर्छ। 18 जना राष्ट्रिय विभूति यो देशमा छन्। योगी नरेन्द्रनाथलाई र सत्यमोहन जोशी दुईजनालाई चाहिँ तपाईहरुले राष्ट्रिय विभूतिको रूपमा थप्नुपर्छ भनेर मैले चाहिँ उहाँलाई अस्ति पनि भनेको थिएँ। यो योगीजीलाई हुन त राष्ट्रिय विभूति थपेर त केही हुँदैन, तर के चाहिँ हुन्छ भन्नुहुन्छ भने केही न केही त हुन्छ, फरक पर्छ। किनभने त्यसको आफ्नो प्रतिष्ठान हुन्छ, त्यसमा राज्यले लगानी गर्नुपर्छ। एउटा विभूति भइसकेपछि सबै एउटा पुस्तकमा निक्लिन्छ अनि सबै जस्तो तपाईहरु हेर्नुस् त अब योगीजीले त्यत्रो अब नामै योगी छ, योगै गरेर योगी भए त हो नि हैन हैन, नभए त साधु भइहाल्थ्यो नि हैन। योगीजीले योगको त्यत्रो 500 भन्दा मास्टर पुस्तक निकाल्नु भयो, 129 ठाउँमा कोटी ओम लगाउनु भयो। आज उहाँ कोटी ओमको चाहिँ शिरोमणि हो, वास्तवमा चाहिँ यज्ञ शिरोमणि भन्छौँ हामी। यो सबै चिज हेरिरहँदाखेरि तपाईहरुले जुन काम गरिरहनु भएको छ, तपाई त सायद योगीजीकै जिल्लाको अथवा चाहिँ पालिकाको हुनुहुन्छ जस्तो लाग्छ मलाई हैन। हजुर, योगी नरेन्द्रनाथ गाउँपालिका नै छ त्यहाँ। कता कुन जिल्ला हो त्यो? कालीकोट जिल्ला, यो कालीकोट जिल्ला यो पनि मेरो भतिजो उतैको चाहिँ के अरे योगी नरेन्द्रनाथ अध्ययन केन्द्रको अध्यक्ष गोविन्द हो। मैले त्यही भनेको के गर्नु पर्यो भन्दाखेरि तपाईहरुले मेरो अनुरोध है, अब सबैजना सबैतिर जान पाउँदैन। संस्था खोलिसके पछाडि संस्थाको एउटा उद्देश्य हुन्छ, त्यो उद्देश्य प्राप्तिका लागि हिँड्ने भनेको अध्यक्ष, कार्य समिति सदस्य यिनै हुन् जसले संस्था खोले भने। जस्तो अब हाम्रो योगी माताजी त्यहाँ हुनुहुन्छ, के अरे देवीजी हुनुहुन्छ। अब देवीजीले अब सिकाइरहनु भएको छ लामो समयदेखि, प्रोफेसनली पनि सिकाइरहनु भएको कुरा सुन्नमा आयो। तर के हो भन्नुहुन्छ भने अघि तपाईले भनेको कुरालाई चाहिँ अहिले हामीले अल्टिमेटली योगले मात्र चाहिँ पुग्दैन है। मैले त्यति मात्र जानकारी गराएँ। तपाईले अघि योग कसरी योग लागेको कसरी थाहा हुन्छ भन्दा योग लाग्ने कुरा हैन, योग त गर्ने कुरा हो। लाग्ने भनेको त ध्यान हो, ध्यान चाहिँ लाग्ने हो के हैन। अनि ध्यान लाग्ने कुरा चाहिँ तपाईले थाहा पाउनुहुन्छ, ध्यान कसरी लाग्ने भन्दा योग त गर्ने कुरा हो। त्यो त तपाईको चाहिँ योग भनेको त प्राणायाम हो, धारणा हो, प्रत्याहार हो हैन। योग भनेको त धेरै कुरा हो नि त हैन। योग भनेको तपाईको त एक्सरसाइज भन्छौँ हामी, एक्सरसाइज मात्र पनि होइन। अब योग भनेको चाहिँ तपाईको चाहिँ ध्यान सहितको तपाईको चाहिँ त्यो एउटा केन्द्र हो भन्ने मलाई लाग्छ। गरेर यो पुग्दैन। हामीले गर्नुपर्ने सहयोगमा हामी कहाँ सहयोग गरिदिन सक्छौं, सहयोग गर्छौं। तपाई योगी नरेन्द्रनाथकै एउटा चाहिँ ट्रस्ट खोलेर एउटा संस्था खोलेर उहाँकै नामलाई चाहिँ जीवन्त बनाउने जुन लक्ष्य प्राप्तिमा हिँड्नु भएको छ, त्यसमा हामी तनमन वचन आर्थिक भौतिक नैतिक सामाजिक जस्ता सुकै पनि हाम्रो ब्रह्मले भ्यासम्मका कामहरू गरिदिन सक्छौं। यो पहिलो बसाइ मैले धेरै कुरा गरिन, मात्र के भन्छु भन्दाखेरि एकै दिनको बसाइले नहोला, निरन्तर प्रयास गर्यो भने पनि तपाईको चाहिँ पानीले ढुङ्गालाई चाहिँ तपाईको चाहिँ फोर्चारे भन्ने खालको उक्ति छ हैन। त्यो भएको कारणले गर्दाखेरि अगाडि बढ्नुस्। हाम्रो चाहिँ योगेश्वरीजी यहाँ हुनुहुँदो रहेछ, अरूहरू पनि अहिले तपाईँको हाम्रो रिसालजी पनि काठमाडौँ युनिभर्सिटीको चाहिँ प्रोफेसर हुनुहुन्छ जस्तो मलाई लाग्छ हैन। त्यो भएर सबैजना गर्नुहोस्, पारसीलाई पनि सबैलाई नमन। मैले यति मात्र भने तपाईँको यो कार्यक्रम जुन गर्नु भएको छ यसमा हाम्रो सदा सहायता, हाम्रो प्रेम, हाम्रो सद्भाव रहन्छ। ल अब हुन्छ, म हजुरलाई यहाँ हाम्रो साथीहरूलाई धेरै समय लिने छैन। मिनाजी धेरै हजुरको लागि दुईटा साथीहरूको हात उठाउनु भएको छ, हजुरकै जिज्ञासा भए छोटोमा राख्न अनुरोध गर्न चाहन्छु। तपेन्द्र सर। हेलो नमस्ते, अहिले सुनेछ? सुनेछ, छोटोमा भनिहालौँ त। मेरो अघिदेखि यो प्राविधिक समस्या भएर अलिकति हो भयो। मैले एउटा जिज्ञासा चाहिँ अघिदेखि राख्न खोजेको थिएँ। के हो भन्दाखेरि अहिले यो योगलाई केवल धर्म र अध्यात्मसँग मात्रै लिइन्छ। अब हाम्रो घर परिवार भयो, समाजले अब यो एउटा विज्ञान पनि हो भनेर मैले चाहिँ कसरी बुझाउँछु? जस्तै मेरो परिवारलाई, मेरो समाजलाई त्यो बारे अलिकति केही भनिदिनुहुन्थ्यो कि? मिनाजी साउन्ड अफ छ हजुरको। म्युट गरेर बोलिरहेको छु। ओके, योग चाहिँ अब हजुर योग विज्ञान हाम्रो कोर्सको नामै अहिले पढिरहेको योग विज्ञान स्नातकोत्तर भनेर छ क्या। त्यो योग विज्ञान कसरी हो भन्दाखेरि चाहिँ अब यसले वैज्ञानिक रूपमा कसरी प्रभाव पार्छ त मानिसमा भनेर बुझाउन सक्नुपर्छ। यसको लागि चाहिँ अब जस्तै तपाईले आसन गर्नुभयो, आसनले शरीरलाई फ्लेक्सिबल बनायो। अब त्यसले माइन्डमा कसरी काम गर्यो त भन्दाखेरि त्यसले हाम्रो शरीरमा हर्मोनहरू रिलिज गर्छ। त्यसरी चाहिँ हामीले साइन्टिफिक रूपमा प्रुभ गर्नुपर्छ फ्यामिलीलाई बुझाउनलाई चाहिँ। अब जस्तै आसन गर्यो, ध्यान गर्यो, कुनै प्राणायाम गर्यो, मलाई आनन्द भयो,
यति भनेर चाहिँ विज्ञान हुँदैन नि त, वैज्ञानिक रूपमा बुझाउन सकिएन। तर त्यो आसन गर्दै गर्दा, ध्यान गर्दै गर्दा तपाईँको ध्यान गर्दाखेरि तपाईँको मनमा कसरी शान्त भयो त्यो चाहिँ हजुरले साइन्टिफिक रूपमा बुझाउन सक्नुपर्छ। त्यसको लागि चाहिँ रिसर्च नै गर्नुपर्छ, आफूले बुझाउनलाई चाहिँ अध्ययनै गर्नु पर्यो। अब ध्यान गर्दाखेरि तपाईँको शरीरको कहाँनिर कुन हर्मोन हो, त्यही भएर यो योग विज्ञानतिर चाहिँ यो एकाडेमिक कोर्सहरूमा चाहिँ एनाटोमी पढ्नुपर्छ कि हामीले जसरी डक्टरहरूले एनाटोमी पढ्नुहुन्छ एनाटोमी पढ्नुपर्छ। त्यो चाहिँ के को लागि भन्दाखेरि हामीले जस्तै अनुलोम विलोम प्राणायाम गर्यौं अर्थात् कुनै ध्यानको विधि गर्यौं, विपश्यना ध्यान विधि गर्यौं भने त्यो ध्यान विधिले चाहिँ हाम्रो शरीरको कुन भागमा गएर त्यसको इफेक्ट कुन हर्मोन चाहिँ निकालेर चाहिँ हाम्रो मन शान्त भएको हो त भनेर यसरी साइन्टिफिक रूपमा चाहिँ प्रुभ भएको केसहरू हजुरले रिसर्च अनलाइनै सर्च गरेर पनि हेर्न सक्नुहुन्छ, अर्थात् कुनै बुकहरू पुस्तकहरू पनि छन् त्यस्तो। धीरज सर हजुरको केही थियो कि? साउन्ड आएको छैन धीरज सर। मैले एउटा अर्को प्रश्न पनि राखे हजुरलाई। हेलो हजुर भन्नुस्। यो अहिले पछिल्लो चरणमा जस्तै हामीहरू जस्तै युवाहरू विशेष गरी जेनजी पुस्ता भने चाहिँ हजुर बुझ्नुहुन्छ होइन, जेनजीहरूले जुन अहिले यो मेनिफेस्टलाई चाहिँ एउटा मेडिटेसनको रूपमा लिने चलन छ जस्तो लागेको छ है मलाई। अब यसलाई हजुर कसरी भन्नुहुन्छ, यो बारेमा पनि अलिकति के भनिदिनुहुन्छ? हो, मेनिफेस्ट एकदमै स्टुडेन्ट जेनजी भनौँ अर्थात् स्टुडेन्टहरूले धेरै युज गरेको पाएको छु मैले पनि पछिल्लो समय। मेनिफेस्ट पनि अब यो ध्यानको रूपमा ध्यान भनेर भन्न त मिल्दैन, तर एउटा सकारात्मक हुने एउटा वे चाहिँ हो। अनि ध्यान लाग्नलाई मान्छे सकारात्मक भयो भने चाहिँ सहज हुन्छ के। जति नकारात्मक व्यक्ति, नेगेटिभ व्यक्ति, एकदमै चित्त भएको व्यक्तिलाई त्यो ध्यानमा जानलाई चाहिँ गाह्रो हुन्छ। त्यो भन्दा जसले मेनिफेस्ट गरेछ म चाहिँ एकदमै हेल्दी छु, म एकदमै सम्पन्न छु, म खुसी छु भनिरहेको व्यक्ति चाहिँ त्यो भन्दा भन्दै परमात्मासँग जोडिनलाई उसलाई चाहिँ सहज हुन्छ। त्यो पनि एउटा प्रोसेस मान्न सकिन्छ मेनिफेस्टलाई पनि। धीरज सरको केही छ कि नभए अब यो अन्तिम गर्न खोजेको? हजुर मेरो चाहिँ त्यस्तो त केही छैन। अब धेरै प्रश्नहरू समेटिसके, अहिलेसम्म अन्तिमसम्म बसियो, अब सबै कुराहरू सुनियो। खास अब हाम्रो मिस भनौँ यसरी, मिसलाई मैले योभन्दा अगाडि हाम्रो यो सन्चोले चाहिँ सेयर गरेर देखाएको थिएँ एउटा योगमा ट्युबमै। क्लासमेट उनी चाहिँ योभन्दा अगाडि पढ्दै गर्दा मैले चाहिँ भर्खरै युनिभर्सिटी छोडेँ। अनि त्यतिखेर चाहिँ हजुरको त्यहाँ देख्न पाएको थिएँ। खासै त्यस्तो हाम्रो भेट चाहिँ भएन। अब सन्चो एकदम मिल्ने साथी, क्लासकै साथी हुनाले उसले सेयर गरे। हजुरको नाम चाहिँ त्यतिखेर याद थियो मलाई। अनि भर्खरै हाम्रो गोविन्दजीले यसो सम्पर्कमा ल्याउनु भयो, अनि त्यसपछि उहाँ नै हुनुहुँदो रहेछ भन्ने मनमा लाग्यो, खुसी लाग्यो। अब यसमा योगामा मैले सोध्न खोजेको, हजुर यहाँ युनिभर्सिटीमा आइसकेपछि हजुरले यो गरिराख्नु भएको छ कि मानौँ जोस् योगाहरू गरिराख्नु भएको छ के छ अहिले भन्ने एउटा यति कुरा सोध्न खोजेको थिएँ। ओके, यस्तो हो जस्तै मैले योगको चाहिँ लगभग 6-7 वर्ष भयो योगमा लागेको चाहिँ भनौँ न, मैले थाहा पाएर स्टार्ट गरेको चाहिँ। तर योग कति बेला स्टार्ट गरेको भन्दा पनि तपाईको जीवनशैली कस्तो छ भन्ने कुराले नि कहिले थाहा नपाएर यो योग हो, मेरो जीवनशैली चाहिँ योगिक छ भनेर थाहा नपाउँदै पनि ऊ योगिक भइरहेको हुन्छ। हाम्रो समाजमा पनि त्यस्ता व्यक्तिहरू छन् जो अलिकति शान्त छन्, त्यसरी चाहिँ हेर्न सकिन्छ। मैले थाहा पाएर मैले योगमा लागेको चाहिँ लगभग 6-7 वर्ष भयो। म त्यति बेला चाहिँ सेल्फ प्र्याक्टिस, त्यस पछाडि बुकको अध्ययन अनि विभिन्न सर्ट ट्रेनिङहरू लिएर स्टार्ट गरेको हो भने युनिभर्सिटी चाहिँ म जोइन भएको धेरै भएको छैन। युनिभर्सिटी र आफ्नो साधनाको पाठ भनेको चाहिँ फरक हो। युनिभर्सिटी चाहिँ किन जोइन गरेको भन्दाखेरि मैले पछिल्लो समय योगलाई नै मेरो पढाइको हिसाबले जाँदाखेरि म MBS गरेको मान्छे हो, मास्टर इन बिजनेस स्टडी। तर पछिल्लो समयमा मैले योगलाई नै जीवनशैली साथै योगलाई नै एउटा पेसाको रूपमा पनि लिइराखेको हुँदाखेरि होइन मैले एकाडेमिक रूपमा नेपालमा छ भने किन नगर्ने भनेर जोइन भएको हो। मेरो साधनाको पाटो छुट्टै छ, युनिभर्सिटीको कोर्सको पाटो छुट्टै छ। त्यो
योग नै हो, तर हुन्छ नि पढाउने कुराहरू फरक हो, साधनाको कुराहरू फरक हुन्छन्। यसरी चाहिँ दुवैलाई कम्बाइन गरेर लगिरहेको छु अहिले चाहिँ। ठिक छ ठिक छ। त्यसो मैले युनिभर्सिटीमा भइरहँदा अहिले नै अभ्यास जो यस्तो प्र्याक्टिसहरू गरिराख्नु भएको छ कि बिहानतिर? त्यो त छ, तर अलिकति समय म्यानेज गर्न त्यो रेगुलर गरेन भने चाहिँ फेरि खासै आफूले यो योगको कुरा आफूले धेरै कुरा आफूले फिल गरिएन भने चाहिँ अरूलाई सिकाउनुको खासै तात्पर्य रहँदैन भन्ने मेरो बुझाइ भएको भएर मैले चाहिँ त्यो आफूलाई आफ्नो लागि कमिटमेन्ट चाहिँ चाहिन्छ योगिक जीवनशैलीको लागि, त्यो त रेगुलर गरेर हुन्छ बिहानमा। होइन, व्यक्तिगत आफ्नो त आफूलाई व्यक्तिगत रूपमा होला, तर मैले जुन चाहिँ अस्ति देख्न पाएको थिएँ त्यो सामूहिक रूपमा त्यो चाहिँ एउटा वर्कसप थियो। अस्ति सञ्चमायाजीले युनिभर्सिटीमा गरौँ भनेर त्यो वर्कसप थियो। अनि त्यहाँ टियुको धेरै स्टुडेन्टहरूले त्यो पछाडि चाहिँ हाम्रो यतातिर पनि भएदेखि स्टुडेन्टहरूलाई हेल्प हुन्थ्यो, कीर्तिपुरमा त्यस्तो सिकाउने ठाउँहरू छैन भन्ने कुराहरू गर्नुभएको थियो। त्यो चाहिँ 1 डेको वर्कसप मात्रै थियो। त्यो टियुमा चाहिँ म त्यहीँको स्टुडेन्ट भएको भएर त्यहीँको स्टुडेन्टहरूलाई गराउन भन्नुभयो। उहाँ चाहिँ मेरो पुरानो साथी हुनुहुन्थ्यो। अनि त्यो चाहिँ 1 दिनको वर्कसप थियो। रेगुलर क्लास चाहिँ मैले स्कुलमा लिन्छु, अनि एकदमै इच्छुक व्यक्तिहरूलाई अनलाइनहरू क्लासहरू चाहिँ नर्मल गराइरहेकै हुन्छु। ल राम्रो कुरा। योगको कुरा गर्दा अर्को के भने जस्तै योगको लागि खास उपयुक्त टाइम चाहिँ समय चाहिँ कसरी, त्यो कुन समयमा योगा गर्दा अथवा कसरी यसलाई हामी गर्न सक्छौँ उपयुक्त समय? ओके, समय चाहिँ हरेक कुराको लागि ब्रह्म मुहूर्त भने जस्तै योगको लागि पनि ब्रह्म मुहूर्त नै हो, जुन बिहानको समय हुन्छ। त्यो 4 देखि 6 भनिन्छ र नर्मली त्यो उज्यालो हुने समयको आधारमा त्यो 1.5 घण्टा अगाडि र 1.5 घण्टा पछाडि भनेर मानिने चलन छ जुन ब्रह्म मुहूर्तलाई। त्यो समय नै उपयुक्त मानिन्छ। तर त्यो समय नै मिल्दैन भने पनि तपाईले जस्तै आसन प्र्याक्टिसको लागि चाहिँ खाना खाएको भन्दा 3 घण्टा ग्याप हुनुपर्छ भनेर भनिन्छ। खाना खाए 3 घण्टा पछाडि खाना खानुभन्दा 1 घण्टा जस्तो अगाडि चाहिँ आसनहरूको प्र्याक्टिस गर्न सक्नुहुन्छ। अनि प्राणायाम त जति सक्दो खाली पेटमा भएको राम्रो। यसरी तपाईँ के को प्र्याक्टिस गर्नुहुन्छ त्यही अनुसार समय चाहिँ व्यवस्थापन गर्न सक्नुहुन्छ। जति सक्दो तपाईलाई सहज हुने भनेको चाहिँ ब्रह्म मुहूर्त अनि खाली पेट नै हो। साधनाहरूको लागि योग साधना जे पनि गर्नुहुन्छ, ध्यान गर्नुहुन्छ भने पनि खाली पेट नै सहज हुन्छ। तर तपाईले अरू बेला पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ। यो मान्छे सबै व्यक्ति चाहिँ फरक हो क्या। तपाईलाई एउटा गुरुले बिहान गर्दा समाधि प्राप्त भयो भने कोही गुरुलाई बेलुका प्र्याक्टिस गर्दा पनि हुन सक्छ। त्यही भएर म चाहिँ के भन्छु भने हरेकले अभ्यास गर्ने। तपाईले एक दिन बिहान गर्नुहोस्, एक दिन दिउँसो गर्नुहोस्, एक दिन बेलुका गर्नुहोस् र डिफ्रेन्ट आफै हेर्नुहोस्, आफै फिल गर्नुहोस् र कुन टाइम चाहिँ आफूलाई उपयुक्त हुँदो रहेछ त भनेर त्यो आफै फिल गरेर चाहिँ छुट्याउन सक्नुहुन्छ भनेर भन्छु मैले चाहिँ। धन्यवाद, खुसी लाग्यो। सबै साथीहरूलाई अब अन्तिम अवस्था भन्दा पनि धेरै अन्तिम आइसकेका छन्। यो योगासन अनि प्राणायाम र ध्यानको गर्ने विधिहरू कसरी गरिन्छन् यो भन्ने बारेमा नर्मल्ली अब अन्तिममा जानकारी गराइदिनुहोस्, फरक छुट्याइदिनुहोस्। अब हजुरलाई बिदा गर्न चाहन्छु। ओके, योगासन प्राणायाम ध्यान भनेर भन्नुभयो है। नर्मली बजारमा प्र्याक्टिस हुने पनि यिनै 3 कुरा हो। योग धेरै प्र्याक्टिस हुने चाहिँ योगलाई लिएर अरू पनि धेरै कुरा छन्, तर पनि योगा आसन चाहिँ अब बेसिकबाटै जानुपर्छ। धेरै सुरुवातमा गर्ने धेरै मान्छेले सूर्य नमस्कार हो, तर सूर्य नमस्कार फेरि त्यही सबैले गर्न हुँदैन। समस्या छ भने, ब्याक पेनहरू छ भने, अनि त्यस पछाडि बिपी हाई छ भने, मैले बेसिक भनेर चाहिँ मैले मेरो स्टुडेन्टहरूको रिक्वेस्टमा बेसिक योगा आसन भनेर चाहिँ युट्युबमा राखेको पनि छु, हेर्न पनि सक्नुहुन्छ। र बेसिक भनेर सूर्य नमस्कार भयो अनि बेसिक आसनहरूबाट सुरु गर्ने क्या, सिम्पल आसनहरूबाट। अनि तपाईँले फिल गर्दै हुनुहुन्छ अनि फिल गर्दै जानुहुन्छ। जस्तै अनि आसन प्र्याक्टिस गर्दाखेरि पनि तपाईँले एकदमै होसमा प्र्याक्टिस गर्ने, ब्रिदिङलाई ध्यान दिनुपर्ने हुन्छ। त्यसै गरी आसन प्र्याक्टिस गरिसके पछाडि रिल्याक्सेसन पनि चाहिन्छ। आसन गर्ने, तपाईँको आसन एकदमै भयो, मजाले गर्नुभयो, त्यत्तिकै काममा हिँड्नुभयो भने त्यसले काम गर्दैन, फाइदा गर्दैन, उल्टै बेफाइदा गर्छ। त्यस कारणले यस्ता विभिन्न
ब्रिदिङ भयो, रिल्याक्सेसन, त्यो पछाडिको रिल्याक्सेसन अनि अवेरनेस, तपाईँले जुन आसन गर्दै हुनुहुन्छ जहाँ शरीरको कुन पार्टमा चाहिँ त्यसले असर गर्दैछ त्यसलाई एकदमै महसुस गरेर चाहिँ अभ्यास गर्नुपर्ने हुन्छ। सकेसम्म चाहिँ सुरुवातमा सकेसम्म प्रशिक्षकको निगरानीमै गरेको राम्रो, सम्भव छैन भने पनि सुरुवात थोरै थोरै बेसिक आसनबाट सुरुवात गर्न सक्नुहुन्छ। सूर्य नमस्कारहरू ट्राई गर्न सक्नुहुन्छ भने, केही समस्या छैन भने तर शरीरमा केही समस्या छ भने तपाईँलाई पहिला नै चाहिँ सुझाव प्रशिक्षकको सुझाव अनुसार नै अर्थात् उहाँको निगरानीमा नै गर्नुपर्ने हुन्छ भन्छु मैले चाहिँ। अनि प्राणायाम पनि विभिन्न प्रकारको हुन्छ। शरीरलाई हिट गर्ने प्राणायाम, हिटिङ, कुलिङ र ब्यालेन्स गर्ने प्राणायाम हुन्छ। नर्मल्ली अनुलोम विलोम जुन एउटा नाकको प्वालबाट श्वास लिएर अर्कोबाट छोड्ने हुन्छ, अल्टरनेटिभ नोस्ट्रल ब्रिदिङले चाहिँ नर्मली खासै बेफाइदा छैन भनिन्छ। नभए सबै प्राणायामको चाहिँ फाइदा बेफाइदा छ, त्यो हेरेर चाहिँ गर्नुपर्ने हुन्छ, सिधै गर्नुभन्दा पनि। जस्तै कपालभाती भनेर जुन पतञ्जलीको प्र्याक्टिसनर हुनुहुन्छ, पतञ्जली त्यो कपालभातीको एकदमै प्रचार भएको पाइन्छ। तर कपालभाती एकदमै गर्मी छ भने अनि बिपी हाई छ भने चाहिँ कपालभाती प्र्याक्टिस गर्दा उल्टै बडीमा चाहिँ हिट क्रिएट गरेर त्यसले असर गर्न सक्छ। त्यसकारण चाहिँ यो कुराहरू ख्याल गरेर प्र्याक्टिस गर्नुपर्ने हुन्छ। र ध्यान चाहिँ नर्मल्ली सबैले गर्न सक्छ। नर्मल बेसिक ध्यानहरूमा सुरुवातमा कुनै म्युजिक सुनेर भयो, अनि त्यस पछाडि विपासना ध्यान चाहिँ बेस्ट लाग्छ मलाई चाहिँ। तर अब त्यो टेक्निकै थाहा छैन भने त कसरी गर्ने भन्ने हुन्छ। एकदमै बिगनर हुनुहुन्छ भने चाहिँ म्युजिकमा कन्सन्ट्रेट, म्युजिक पनि फेरि जुन पाए त्यही होइन, एकदमै मेडिटेटिभ खालको म्युजिकमा कन्सन्ट्रेट गरेर भयो। अनि ब्रिदिङलाई हेरेर तपाईँले शान्त बसेर चाहिँ नाकको प्वालमा त्यो श्वासलाई मात्रै हेरिराख्नुभयो भने, नर्मल्ली यो चाहिँ ध्यान भन्दा पनि म चाहिँ धारणा भन्न रुचाउँछु। कुनै पनि कुरामा हामी फोकस गरिन्छ भने चाहिँ ध्यान भन्दा पनि धारणा हो। अनि बिस्तारै त्यहाँ ध्यान चाहिँ तपाईँको अटोमेटिक लाग्छ कि त्यो कुरामा भने त्यस पछाडि चाहिँ ध्यान घटित भएको मान्छु मैले चाहिँ। यो डिफ्रेन्ट गुरुले डिफ्रेन्ट तरिकाले सिकाउनुहुन्छ। यसरी चाहिँ बिगिनिङमा मेडिटेसन गर्न चाहनुहुन्छ भने चाहिँ मैले चाहिँ रिकमेन्ड गर्ने भनेको कुनै म्युजिक सुन्नुहोस् कि ब्रिदिङलाई हेर्नुहोस् भनेर चाहिँ रिकमेन्ड गर्छु। र प्राणायामको आसनको केसमा चाहिँ त्यो बडी टाइप हेरेर अनि त्यो अलिकति त्यही अनुसारको चाहिँ गर्नुपर्ने हुन्छ। ल अब हामी सबै साथीहरू यो योगका प्रेमी छौँ, तर योग के हो भन्ने कुरा हामीले त्यति धेरै जानकारी छैन, त्यो ज्ञान छैन। हामी अज्ञानी र सामान्य कुरा भएको हुनाले हजुरले अन्तिममा हामी जस्ता प्रेमीहरूलाई अथवा हामी जस्ता जिज्ञासुहरूलाई हजुरले के सुझाव दिन चाहनुहुन्छ? एक त अज्ञानी भन्नुभयो, यो यस्तो ठुलो कार्य गर्नु भएको छ, एकदमै यस्तो क्षेत्रमा जोडिने भनेकै त्यस्तो मान्छेमा त एकदमै त्यो सेलेक्टेड मान्छेहरू आउनु भएको छ। यस्तो क्षेत्रमा जोडिने एकदमै सेलेक्टेड हुन्छ, जो कहिले यो जोडिनै सक्दैन कि उसको कर्मले नै पुग्दैन भन्छु। एकदमै त्यो लेभलको मान्छेहरू हुनुहुन्छ तपाईँहरू अज्ञानी भन्दा पनि। अब तर के मात्रै हो भने हामी मानवसँग के हुँदैन भन्दाखेरि हामी कमिटमेन्ट, प्रतिबद्धता हुँदैन, डिसिप्लिन हुँदैन कि रेगुलर। थाहा छ हामीलाई, तपाईँहरू यहाँ सबैजना योगको थाहा भएको मान्छेहरू नै हुनुहुन्छ। अनि अघि धेरै त्यो क्वेसनहरू सोध्दै थाहा भइसक्यो, तपाईँहरू डिफ्रेन्ट तरिकाले थाहा पाइराख्नु भएको छ योगको विषयमा। तर के मात्रै हो भने हामीलाई रेगुलर प्र्याक्टिस गर्ने कि त समय छैन, कि त हामी स्टुडेन्ट छौँ, हामी पढ्नुपर्छ भन्छौँ, योगको लागि कहाँ समय भन्छौँ, कि त काम गर्नुपर्छ भन्छौँ, योगको लागि कहाँ समय भन्छौँ। तर योगले समय कहिले पनि लिँदैन, योगले चाहिँ उल्टै समय दिन्छ। त्यस कारणले बिहानको सुरुको समय आफूलाई छुट्याउनुहोस्। तपाईँ 4 बजे उठ्नुहुन्छ अर्थात् 5 बजे 6 बजे उठ्नुहुन्छ भने 1 घन्टा अगाडि उठ्नुहोस्। 5 बजे उठ्दा पनि तपाईँको रेगुलर काममै समय गइरहेछ भने 1 घन्टा अगाडि उठ्नुहोस्, 4 बजे उठ्नुहोस् र 1 घन्टा आफूलाई समय दिनुहोस्। र जेबाट हुन्छ तपाईँलाई जे थाहा छ, अर्थात् कोही नजिकको त्यस्तो योग थाहा पाएको मान्छे हुनुहुन्छ भने उसको सल्लाह सुझाव लिएर थोरैबाट सुरु गर्नुहोस्। आज 1-2टा आसन गर्नुहोस्, थोरै प्राणायाम गर्नुहोस्, थोरै मेडिटेसन गर्नुहोस्, मात्र कुनै मेडिटेसन, ब्रिदिङलाई हेर्नुहोस्, म्युजिक सुन्नुहोस्। त्यसरी थोरैबाट सुरुवात गर्नुहोस्। त्यसले के हुन्छ भन्दाखेरि तपाईँको बाँकी दिन चाहिँ एकदमै राम्रो बनाउँछ। त्यसलाई कन्टिन्युटी गर्ने क्या मेन भनेको। एक दिन गर्नुहुन्छ, मजा आयो, थाहा पनि भयो राम्रो हुँदो रहेछ भनेर, तर हामी
भोलिपल्टदेखि बिर्सन्छौँ कि सिधै काम गर्दा पो छिटो हुन्छ त भन्छौँ, तर त्यो होइन। तपाईँले योग गर्नुभयो भने अझ त्यो कामलाई चाहिँ टाइमलाई डबल बनाउँछ, टाइम चाहिँ लिँदैन योगले कहिले पनि भन्न चाहन्छु। मेन कुरा सुरुवात रेगुलर जेसुकै गर्नुहुन्छ प्र्याक्टिस, योगको धेरै प्र्याक्टिस छन् कि तपाईँले कामै पनि गर्नुहुन्छ भने कर्मयोगको सिद्धान्त छ कि काम गर्नुहुन्छ भने निष्काम कर्म के जुन भगवत गीतामा भन्नुभएको छ, तपाईँले कामको फलको अपेक्षा नगरिकन होसमा रहेर त्यो काम गर्नुभयो भने चाहिँ जे पनि गर्नुहुन्छ त्यो चाहिँ कर्मयोग भन्छ। जस्तै म यहाँ अहिले बोलिरहेको छु, मैले यहाँ बोलिराख्दा चाहिँ तपाईँहरूले मानिदिनु, मलाई गुरु मान्नुहुन्छ होला, अर्थात् मैले भनेको बापत चाहिँ के दिनुहुन्छ होला भनेर त्यसरी आशा गरेर म यहाँ बसेँ, मैले बोलेँ भने चाहिँ त्यो चाहिँ योग भएन। तर मैले बोलिरहेको छु भनेर थाहा पाएर बोलिरहेको छु, बाँकी केही अपेक्षा छैन भने त्यो नै योग भन्छ। त्यसरी तपाईँले हरेक कामलाई होस्, हरेक कुरालाई चाहिँ योग बनाउँदै चाहिँ दिनमा सानो सानो कुराबाट चाहिँ इम्प्रुभ गर्न सक्नुहुन्छ। मेन भनेको कन्टिन्युटी हो। जे गर्नुहुन्छ होसपूर्वक गर्नुहोस्, रेगुलर गर्नुहोस्, त्यही नै भन्न चाहन्छु। हस्, धन्यवाद। आज हामीले अमूल्य समय दिनुभयो हजुरका हाम्रा जिज्ञासाहरू सोध्नको लागि र हाम्रो हजुरका अनुभवहरू हजुरहरूलाई पनि सुन्नको लागि धेरै धेरै धन्यवाद। हाम्रो मन अझै सकिएको छैन, हजुरसँग सुनिरहन मन लाग्छ। फेरि पनि हजुरसँग जोडिएर संवाद गर्नेछौँ। अवश्य। हस्, धेरै धेरै धन्यवाद। हामी जोडिँदै रहन सक्छौँ। मलाई पनि खुसी लाग्यो धेरै, जस्तै यसरी जोडिँदा चाहिँ डिफ्रेन्ट फिल्डबाट आउनुहुन्छ नि त, अनि कसले कसरी बुझिरहेछ योगलाई भन्ने कुरा पनि थाहा हुन्छ कि हामीलाई। कसरी बुझिरहेछ भने उसको कस्तो क्वेसन छ, कुन लेभलमा बुझिरहेछ भन्ने कुराहरू, धेरै कुराहरू थाहा भयो। मैले पनि धेरै कुरा सिकेँ। धेरै धेरै धन्यवाद हजुरलाई। हामी समय रहेसम्म जोडिँदै गर्नेछौँ। योग भनेकै जोडिनु हो, जोडिँदै गर्छौँ, जोडिनेछौँ। धेरै धेरै धन्यवाद।